माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा माननीय सदस्यहरूको नाम प्राप्त हुन आएको छ। म उहाँहरूलाई बोल्न समय दिन्छु। सर्वप्रथम माननीय कविन्द्र बुर्लाकोटीलाई बोल्न समय दिन्छु। समय 5 मिनेट। सम्माननीय सभामुखज्यू, सर्वप्रथम त सर्वसम्मत रूपमा निर्वाचित भई सम्माननीय सभामुख जस्तो गरिमामय पदमा बहाल गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। यसै गरी नयाँ जनादेशबाट यस सम्मानित सदनमा जनताको प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरू, परिवर्तनको जगमा बनेको नयाँ सरकारका मन्त्रीहरू र सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। हामी एउटा गरिमामय सदनमा उपस्थित छौँ र हामीमाथि एउटा ठुलो भारी बोकाएर जनताले पठाउनु भएको छ। म गोर्खाको क्षेत्र नम्बर 2 बाट निर्वाचित भएर आउँदै गर्दाखेरि त्यहाँका बुढाबुढी बाआमा र गरिब र सीमान्तकृत नागरिकहरूको कुराहरू अहिले झलझल्ती सम्झेको छु र यहाँ सभामुखको रूपमा रहँदै गर्दाखेरि सदन, सरकार र देशको समग्र व्यवस्थालाई एउटा समुन्नत बनाउनको लागि अहम भूमिका खेल्नुहुन्छ भन्ने एउटा हृदयदेखि महसुस गरेको छु। यो सदन अहिले अनुहार मात्रै परिवर्तन छैन। यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने ल्याकत राखेका सदस्यहरू अहिले हामी उपस्थित छौँ र त्यो परिवर्तन गर्ने ल्याकत यहाँको नेतृत्वमा यो सदनले गर्न सकोस्। म पुनः यहाँलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ। नमस्कार। अब म माननीय ऐन बहादुर महरज्यूलाई बोल्न समय दिन्छु। समय 5 मिनेट। हेलो, सम्माननीय सभामुख महोदय, सर्वप्रथम नेपालको लोकतान्त्रिक आन्दोलन, राष्ट्रियताको आन्दोलन र सामाजिक परिवर्तन लगायतका सबै आन्दोलनहरूमा शहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली एवं श्रद्धाभाव प्रकट गर्दछु। हामीले यस गरिमामय सदनमा आजबाट नयाँ सभामुख प्राप्त गरेका छौँ। सम्माननीय सभामुखज्यूलाई हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट, स्वयं मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु र यो सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। मलाई विश्वास छ सम्माननीय सभामुखज्यूले एउटा अभिभावकीय भूमिका यो सदनमा खेल्नुहुनेछ र यो सदनलाई असाध्यै गरिमामय बनाउने र राष्ट्रको हितमा केन्द्रित गर्ने कुरामा सभामुखज्यूको नेतृत्वदायी र अभिभावकीय भूमिका हुनेछ भन्ने कुरा म विश्वास व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, म आज यस सदनमा मलाई मेरा बजाङवासी आमा बुबा दिदीबहिनी दाजुभाइहरूले स्नेह, माया, विश्वास र भरोसा प्रकट गरेर पठाउनु भएको छ। म यस गरिमामय सदनमा मेरा भगवान रूपी न्यायप्रेमी बजाङवासी आमा बुबा दिदीबहिनी दाजुभाइहरूलाई सम्झिन चाहन्छु। म सम्मान व्यक्त गर्न चाहन्छु र धेरै धेरै आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु र म प्रण गर्न चाहन्छु कि उहाँहरूले जुन म प्रतिको आशा, विश्वास र भरोसा प्रकट गर्नुभएको छ, शहीदहरूलाई सम्झिँदै यो गरिमामय सदनमा उहाँहरूको त्यो विश्वास र भरोसालाई, आशाको दियोलाई निम्न नदिने प्रण गर्दै म सम्माननीय सभामुख महोदय, म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई सरकारले बडो गैर कानुनी र गैर न्यायिक ढङ्गले पक्राउ गरेको छ। यो पक्राउ नेपालको संविधानको मौलिक हक भाग 3 को मौलिक हक अन्तर्गत रहेको धारा 16, 17, 18 को विरुद्धमा त छँदै नै छ। त्यो सँगसँगै संयुक्त राष्ट्रसङ्घको मानवाधिकार घोषणापत्र 1948 को धारा 9 र 10 को विपरीत पनि छ। त्यसो भएको हुनाले म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु कि अविलम्ब यो प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गरियोस् र अविलम्ब पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाईको म बिना शर्त रिहाईको माग गर्दछु र म भन्न चाहन्छु कि यस प्रकारको पूर्वाग्रह र प्रतिशोधको राजनीति बन्द गरिनु पर्दछ। पूर्वाग्रह प्रतिशोधको राजनीति लोकतन्त्रको शत्रु हुन्। लोकतन्त्रमा यसको कुनै पनि स्थान हुँदैन। जननेता मदन भण्डारले भन्नुभएको उदाहरण म यहाँ स्पष्ट पार्न चाहन्छु कि लोकतन्त्रलाई बलियो बनाउने हो भने, सुदृढ बनाउने हो भने पूर्वाग्रह र प्रतिशोधको कुनै पनि स्थान हुँदैन। त्यसकारण हामीले कानुनी राज्यको विधिको शासनको स्थापना गर्नका निमित्त पनि ड्यू प्रोसेस अफ ललाई फलो गर्दै कुनै पनि नागरिकलाई त्यो खालको समान व्यवहार गर्न सक्नुपर्दछ भनेर म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु र सँगसँगै म एउटा स्मरण गराउन चाहन्छु, यदि पूर्व प्रमुखहरूलाई, सरकार प्रमुखहरूलाई, प्रधानमन्त्री, गृहमन्त्री जस्ता व्यक्तित्वहरूलाई आग्रह र पूर्वाग्रहका आधारमा प्रतिशोध शान्ति गरी हामीले पक्राउ गर्ने हो भने म स्मरण गराउन चाहन्छु, डोको सुरक्षित राख्नुहोला, तपाईहरू पनि पूर्व हुने हो भन्ने कुरा म तपाईँहरूका बिचमा राख्न चाहन्छु। तेस्रो कुरा, सम्मान्य सभामुख महोदय, विद्यार्थी सरकारले भर्खरै सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुँदा नम्बर 86 मा विद्यार्थी सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने खारेज गर्ने जुन प्रकारको निर्णय गरेको छ, यसमा म यो सदनको सम्मान्य सभामुख महोदय मार्फत म गम्भीरतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु। विद्यार्थी आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनका लोकतान्त्रिक व्यवस्थाका मूल मर्म हुन्, आत्मा हुन्। यसलाई चलाउने, जिस्काउने काम, अरिङ्गालको गोलोमा हात हाल्ने काम सरकारले नगरोस्। म अनुरोध गर्न चाहन्छु, म विनम्रतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु कि नेपालको संविधानको मौलिक हक अन्तर्गत पर्ने धारा 16, 17, 18 ले पनि सङ्घ सङ्गठन खोल्ने विचारको अभिव्यक्तिको ग्यारेन्टी गरेको छ भने अर्कातिर अन्तर्राष्ट्रिय हामीले अभ्यासलाई हेर्ने हो भने पनि चीनमा हेर्ने हो भने चीनमा पनि विद्यार्थी सङ्गठन छ। चीनमा तपाईँहरूलाई हुन त चीनका बारेमा यो सरकार त्यति सकारात्मक छैन, त्यति सुन्न चाहँदैन होला, तर पनि मैले चीनमा कम्युनिस्ट पार्टी 1921 मा स्थापना हुँदा त्यहाँको विद्यार्थी कम्युनिस्ट युथ लिग अफ चाइना 1922 मा स्थापित भएको थियो र 7 करोड 36 लाख सदस्य रहेको त्यहाँ पनि युवा विद्यार्थी सङ्गठन छ। त्यसै गरी इन्डिया, अमेरिका, बेलायतको कुरा गर्नुहुन्छ भने इन्डियामा पनि अहिले पनि बिजेपीको त्यहाँको सत्तारूढ पार्टीको अखिल भारतीय विद्यार्थी परिषद जो 1949 मा स्थापना भएको थियो, अहिले पनि त्यहाँका सबै कलेज विश्वविद्यालयहरूमा त्यहाँ चाहिँ विद्यार्थी सङ्गठन छ र त्यो चाहिँ कमिटी छ। त्यसै गरी अमेरिकामा पनि काङ्ग्रेस आएको पनि त्यसै गरी अमेरिकामा पनि मान्यले समय छुट्याउनु होला। 1854 मा स्थापित भएको रिपब्लिकन पार्टीको पनि कलेज रिपब्लिकन अफ अमेरिका 1892 स्थापित भएको विद्यार्थी सङ्गठन रहेको छ र त्यसले पनि कलेज विश्वविद्यालय सबै ठाउँमा सङ्गठन निर्माण गर्दै विद्यार्थी समुदायको हकितका पक्षमा लागिरहेको छ। त्यसै गरी तपाईँको डेमोक्रेटिक पार्टीको पनि जो 1828 मा स्थापित भएको थियो त्यसको पनि कलेज डेमोक्रेटिक मान्यको समय सकिएको छ। धन्यवाद। म मान्य युवराज दुलाललाई समय दिन्छु, समय 3 मिनेट। सम्माननीय सभामुख महोदय, नवगठित प्रतिनिधि सभाको गरिमामय सभामुख पदमा निर्वाचित हुनुभई यो जिम्मेवारी प्राप्त गर्नुभएकोमा सर्वप्रथम हाम्रो दल नेपाली कम्युनिस्ट पार्टी र मेरो तर्फबाट यहाँलाई हार्दिक बधाई तथा यहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। हामी ब्रिटिस मोडलको धेरै नै पुरानो संसदीय अभ्यासमा छौँ। संसदलाई सामान्यतया गफ गर्ने अखडाको रूपमा पनि दुनियाँमा व्यङ्ग्यात्मक हिसाबले बुझ्ने गरिन्छ। हुन त यो कानुन निर्माण गर्ने महत्त्वपूर्ण ऐतिहासिक थलो हो र कानुन निर्माण पनि गर्छ, तर संसदलाई हामीले कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रूपमा पनि विकास गर्दै गरेको पाइएको छ। त्यसकारणले म सभामुखज्यूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु, यहाँले दल परित्याग गरेर यो गरिमामय जिम्मेवारी लिँदै गर्दाखेरि त्यो व्यवहार त यो संसद बहुमतको मात्रै होइन, सत्यको आवाज सुन्ने, त्यसलाई कार्यान्वयन गर्ने
र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। म सिन्धुपाल्चोक 2 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्छु। म निर्वाचनमा जाँदै गर्दाखेरि नागरिकहरूले कि त सरकारले हामी जनतालाई लगेर पालोस् कि सरकारले बाँदरलाई कतै लगेर नियन्त्रण गरोस् भन्ने आवाज उठाउनु भएको छ। म गाउँमा जाँदै गर्दा जनताहरूले सरकारले हामीबाट कर मात्रै लिने होइन, हामीलाई पूर्वाधारका विकासहरू सुविधाहरू दियोस् भन्ने कुरा राखेको छ। हामीलाई थाहा छ नवयुवाहरूले यो व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेका थिएनन्, हाम्रो अवस्थाका विरुद्ध सङ्घर्ष गरेका थिए। देशमा मौलाउँदै गरेको भ्रष्टाचार, विकृति, विसङ्गतिका विरुद्ध नवयुवाहरूले सारा नागरिकहरूको भावनाको प्रतिनिधित्व समेत गर्दै विद्रोह गरेका थिए र हामीलाई चाहिएको त्यो छ। त्यसकारणले म सम्मानित सदनमा सभामुख मार्फत के भन्न चाहन्छु भने सरकारले यो संविधान पढोस् र यो संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने जुन सङ्कल्प गरेको छ हाम्रो संविधानले, त्यतातिर सरकारको ध्यान जाओस्। सरकारलाई म भन्न चाहन्छु सरकार एक्सनमा जाओस्, तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस्। राज्यको समय ट्रायल गरेर स्टन्ट गरेर बर्बाद गऱ्यौँ भने हामीले फेरि नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था आउँदैन। यो सदनमा हामीले सरकार र सरकारको नेतृत्व गरेको दलका तर्फबाट हिजो राज्यद्वारा विभेदमा पारिएका वर्गको पक्षमा त खास गरिकन दलितसँग आम माफी मागेको एउटा स्वागतयोग्य कुरा हामीले देख्यौँ। तर म यो संसदलाई र सरकारलाई के आह्वान गर्न चाहन्छु भने आज हामीले माफी माग्नुभन्दा पहिले त्यो उत्पीडनमा पारिएको राज्य व्यवस्था, त्यति बेलाको शासन व्यवस्थाका विरुद्ध विद्रोह गरेर रगत बगाएर ती सबै विभेदमा परिएका, उत्पीडनमा परिएका जाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदायलाई हामीले अधिकार सम्पन्न गराइसकेको अवस्थामा हामी छौँ र त्यो संविधान हाम्रा सामु छ। हामी संविधान संशोधनको पनि बहस सुरुवात गरेका छौँ। त्यसकारणले मैले स्मरण गर्न खोजेको कुरा के हो भने हामीले यो सबै कुरालाई ख्याल गर्नुपर्छ कि हाम्रो संविधान रगतबाट निर्मित संविधान हो, सबैको साथ माननीय ध्रुवराज राई, समय 3 मिनेट। सम्मान्य सभामुख महोदय, म खासमा हाम्रो उल्टो टिपिएछ नाम, यसमा केही फरक परेन। अब हामी सबै जनताको भावनालाई समेट्नका लागि आज सम्मानित हलमा छौँ। यो बेलामा अरू माननीयहरूले जस्तै मैले पनि आफ्नो भूगोलको जो विश्वास गरेर सहयोग गरिरहनु हुने जनताहरूलाई सम्झिन चाहन्छु जो भोजपुरमा हुनुहुन्छ। अस्ति नै देखि अब हामीले जनताहरूको आवाज कहिले सदनमा पुर्याउने भन्ने आशा गरिरहेका थियौँ। यो बेलामा धेरै हामी भन्दैनौँ कि सरकारमा कसैले डिस्टर्ब गर्ने अवस्था छैन, हिजो जस्तो सरकार छैन। आज सरकार एकलौटी छ, जुन सरकारसँग धेरै जनताहरूले आश गरेको छ। विपक्षी दलमा रहनुहुने माननीयहरूले हामीले पनि तपाईँहरूसँग बुझिरहेका छौँ, तपाईँहरूले साँच्चै नै विकासको एउटा गोरेटो मात्रै होइन, ठुलो हाइवे लानुहुनेछ। जनताको चाहनालाई सामान्य हिसाबले मलमपट्टि मात्रै होइन, उपचार गर्नुहुनेछ। यो मानेमा म सरकारलाई शुभकामना दिन चाहन्छु। सरकार यो बेलामा हामी अब बजेट कार्यक्रमहरू अगाडि बढाउन खोजिरहेका छौँ, जसमा सरकारले सम्पूर्ण जिल्लाहरूलाई भुल्नुहुने छैन, हामी त्यो भन्न चाहन्छौँ। र सम्पूर्ण माननीयज्यूहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, हामी यो बेलामा सबैले नीति नियम मात्रै बनाउने सोचका साथ यो हलमा आउने वातावरण बनाउन सकेनौँ कि यो हलभित्र सम्मानित हलमा छिर्दाखेरि विकास पनि गर्छ भनेर जनताहरूले हामीलाई विश्वास गर्नुहुन्छ, जनताहरूले हामीलाई आशा गर्नुहुन्छ। यो मानेमा भोजपुर र खोटाङ मध्य पहाडीको सडक अलपत्रै भएर जुन मध्य पहाडी जस्तो एउटा संवेदनशील सडकमा आज 10 किलोमिटर अलपत्रै भएको
8, 10, 12 वर्ष भइसकिसक्यो, जसको कारणले आज सत्ता नै हल्लिएको छ, आज सत्ता नै परिवर्तन भएको छ। म यहाँबाट जनताहरूको तर्फबाट उद्घोष गर्न चाहन्छु, यदि सरकारले त्यस्ता कुराहरू जुन भोजपुरलाई आज घेरिरहेको छ, दुईटा नदीहरूले, सुनकोशी नदीले काटेको छ, अरुण नदीले काटेको छ, त्यो नेपालभित्रै पर्छ, जहाँ आजसम्म हाम्रा सुत्केरीहरू, हाम्रा चाहिँ बिरामीहरू बर्खाको अवस्थामा सडकबाट जाने अवस्था नहुने र त्यो बेलामा हेलिकप्टरहरू नचल्ने अवस्थामा धेरै जनताहरूको मृत्युवरण गरिरहेको कुराहरू, धेरै बच्चाहरू जन्मिँदै मरिरहेको कुराहरू समेत तपाईँहरूलाई अवगत गराउन चाहन्छु। म सदनलाई सभामुख मार्फत अवगत गराउन चाहन्छु र सरकारलाई न्यायोचित ढङ्गबाट अघि बढ्नका लागि अनुरोध गर्दै मेरो भनाइ अन्त गर्न चाहन्छु। धन्यवाद। अब म मान्य खुसबु ओलीलाई समय दिन्छु। समय 3 मिनेट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म यस गरिमामय संसदको सम्माननीय सभामुख जस्तो गरिमामय जिम्मेवारीमा निर्विरोध निर्वाचित हुनुभएकोमा यहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। विगतमा देखिएका केही सभामुखहरूमा सत्तापक्ष झुकावको प्रवृत्तिबाट अलग रहँदै सम्माननीय सभामुख महोदयले नयाँ मापदण्ड स्थापित गर्नुहुनेछ भन्ने विश्वास राख्दछु। सत्ता र प्रतिपक्ष बीच सन्तुलित व्यवहार, संवैधानिक मर्यादाको संरक्षण तथा संसदीय प्रक्रियाको निष्पक्ष सञ्चालन यहाँ अब्बल साबित हुनुहुनेछ भन्ने विश्वास राख्दछु। सम्माननीय सभामुख महोदय, नेपाल सरकारको मन्त्री परिषद बैठकले एसियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टको लागि 90 मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाको लागि 95 मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको प्रसङ्ग छ। हामी सरकार समक्ष सोध्न चाहन्छौँ, कुन संसदीय समिति, कुन नीतिगत बहस र कुन आवश्यकता प्राथमिकीकरण मूल्याङ्कन का आधारमा यो आकारको निर्णय लिइयो? हाम्रो संसद अझै शिशु अवस्थामा छ। संसदीय समिति, उपसमितिहरू बनेका छैनन्। यस्तो अवस्थामा एउटा सानो आकारमा बसेर भएको सरकारको निर्णय पारदर्शी नहुन सक्ने सम्भावना छ। सबैभन्दा महत्त्वपूर्ण प्रश्न, उक्त ऋण हामीले माग गरेका थियौँ वा हामीमाथि प्रस्ताव आएको थियो? अफर्ड लोन हो कि रिक्वेस्टेड लोन हो? किन विशेष गरी उक्त परियोजनाहरू नै छनौट गरियो? यसको गरिमामय संसदमा सरकारतर्फबाट जवाफ आउँछ भन्ने मैले अपेक्षा राखेको छु। सम्माननीय सभामुख महोदय, संसदीय बजेट अनुरोधको लागि हामीलाई विभिन्न मन्त्रालय धाउन नपरोस्। यसका लागि एउटा अनलाइन पोर्टल बनाइयोस् जहाँ सांसदहरूले आफ्ना आवश्यकताहरू, भूगोलका आवश्यकताहरू राख्न सकुन्। उक्त पोर्टल सार्वजनिक गरियोस् ताकि स्वार्थमा आधारित बजेट अनुरोध रोक्न पाऊँ र जनसङ्ख्या र भूगोल अनुसार आवश्यकता मूल्याङ्कन गरे पश्चात मात्र उक्त बजेट निकास गर्ने व्यवस्था मिलाइयोस्। यस व्यवस्थाले भोलिको दिनमा सांसदहरूले बजेट बाँडफाँडमा आफ्नो हात भएको देखाएर दम्ब गर्न नपाउन्। यस्तो सांस्कृतिक अभ्यासको अन्त्य हुनुपर्छ। सम्माननीय सभामुख महोदय, मध्यपूर्व क्षेत्रमा देखिएको सङ्कटले हाम्रो कमजोर आर्थिक र कूटनीतिक आधारहरूलाई उजागर गरेको छ। लाखौँ नेपालीहरू खाडी मुलुकहरूमा श्रम गरिरहेका छन्। त्यहाँ कुनै पनि अस्थिरताले हाम्रो विप्रेषण, हाम्रो अर्थतन्त्र र लाखौँ परिवारको जीविकामा प्रत्यक्ष असर पार्दछ। मध्यपूर्वमा देखिएको सङ्कटले हाम्रो भान्सामा प्रत्यक्ष असर परेको छ। यी कुराहरूलाई सम्बोधन होस् र यो सँगै पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिने र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको नाममा हवाई यातायात भाडा दर लगायत जथाभावी भएको मूल्य वृद्धि रोक्नतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। साथै यस अवस्थामा आज व्यवसायीहरू पनि ठुलो यो मन्दीको कारण र यो महँगाईको कारण चपेटामा परिरहेका छन्। यसको लागि सरकारले व्यवसायीहरूलाई कालो सूचीमा जानु नपरोस् भनेर वित्तीय र बैंक संस्थाहरूसँग उहाँहरूको लागि पुनर्कर्जा गराउने कि लोन रिसेड्युलिङ गराउने भन्ने विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र सम्माननीय सभामुख महोदय, आज देशको राजनीतिक समय सकिएको छ। अन्त्यमा म अन्त्य गरिहाल्छु। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री बालेन शाहले हिन्दू परम्परामा शपथ लिँदा त्यसलाई लिएर उठाइएका आपत्तिहरूले एउटा गम्भीर प्रश्न उठाएको छ कि देशमा धर्मनिरपेक्षता भनेको आफ्नो धर्म हिन्दूहरूले मान्न नपाउने हो। हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ, नेपाललाई जनतालाई धर्मनिरपेक्ष बनाउँदै गर्दा जनतालाई सोधिएको थिएन। सभामुख महोदय, केही पनि माग्दिन, केवल एकपटक जनतालाई सोधिदिनुहोस्, हिन्दू राष्ट्र र राष्ट्र संस्था चाहिन्छ कि चाहिँदैन?
अब म माननीय मनिष शाहलाई समय दिन्छु। समय 5 मिनट। सम्मानीय सभामुख महोदय, यस सदनले आज नयाँ सभामुख पाउनु भएको छ र यसमा सबै दलले देखाएको राजनीतिक सदाशयता र उदारताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कृतज्ञता र आभार व्यक्त गर्न चाहन्छु। आन्दोलन, योगदान, शहीद, त्याग र त्यस पश्चात आएको यो परिवर्तन र परिवर्तनले लिएर आएको यो एउटा नयाँ सदन। निर्वाचनको क्रममा धेरै ठाउँमा जाँदै गर्दा म विभिन्न साथीहरूलाई भन्ने गर्थेँ, मतदाताहरूलाई अनुरोध गर्ने गर्थेँ कि हामी केवल मत माग्न आएको छैनौँ, हामी साउथ एसियाको बेस्ट पार्लियामेन्टको परिकल्पना गरेर चुनावमा होमिएका छौँ। आज यो सदनमा सबै सहकर्मी, सहयात्री र माननीय प्रतिनिधि सभा सदस्यज्यूहरूलाई हेर्दै गर्दा लाग्छ हामीले साउथ एसियाकै, दक्षिण एसियाको उत्कृष्ट सदनको परिकल्पना जुन देखेको थियौँ त्यो साकार भएको छ। अब अभ्यासको पालो आएको छ, अब संस्कारको पालो आएको छ, अब संस्कृतिको पालो आएको छ र सिद्धान्तको पालो आएको छ। सदन योभन्दा अगाडि धेरैचोटि खुमलटार, बालुवाटार, बुढानीलकण्ठ र बालकोटको बन्दी भएर बस्यो र त्यसैले गर्दा सङ्ख्या मात्र गनियो, सिद्धान्त जहिले पनि कमजोर रह्यो। अब सदन सिद्धान्तको हुनेछ भनेर हामीले प्रस्तुत गर्ने पालो आएको छ। त्यसैले गर्दा यसमा सबैजनाको योगदानको लागि म अनुरोध गर्दछु। सदन एउटा चौतारी र चिया पसल होइन जहाँ आए मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नमन लागे जान्छु भन्ने होइन। सदन गुरुकुल हुनुपर्छ, सदन विश्वविद्यालय हुनुपर्छ जहाँ म होमवर्क गरेर आउँछु, म एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु, जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ। फ्रेन्च इकोनोमिस्ट फ्रेडरिक बास्टियाटले भन्नुहुन्छ कि when goods doesn't cross the border then soldiers will cross the border। अहिले देखिरहेको छौँ हामीले इरानको एउटा नाकाबाट जहाँ क्रुड ओयल क्रस गर्न छोडियो, जहाँ दैनिक 1,58 करोड तेल जहाँबाट गुज्रिनु पर्थ्यो त्यहाँबाट गुड्स स्टप्ड क्रसिङ, तेल गुज्रिन बन्द गर्यो अनि सोल्जरहरू त्यहाँबाट हिँड्न थाल्यो। त्यसरी नै सदनले याद गर्नुपर्ने कुरा के हुन्छ भने यहाँ जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छ, जुन हामीले भदौ 24 गते देख्यौँ। बालुवाटार, राष्ट्रपति कार्यालय, अरू ठाउँभन्दा पहिलो जनताको प्रस्तुति र उपस्थिति यहीँ देखियो, सदनमा देखियो। त्यसैले सधैँ सबै सहकर्मी, सहयात्रीलाई मेरो अनुरोध छ त्यो सम्झिनु होला। अल टाइम भन्ने एउटा आइसल्यान्डमा सदनको परिकल्पना भयो आजभन्दा 1096 वर्ष अगाडि। अल थिङ भनिन्थ्यो जहाँ सबै कुराको छलफल गरिन्छ। त्यसपछि 700 वर्ष अगाडि हामीले वेस्टमिन्स्टरको प्र्याक्टिस देख्यौँ। 2016 साल विक्रम सम्वत 2016 साल असार 16 गते राति 11:45 नेपालको संसदीय अभ्यास सुरु भयो। हामी देशको अस्तित्वको जब परिभाषा र अस्तित्वको परिचय पाऊँ, हामी 21औं देश हौँ, तर संसदीय अभ्यासमा हामी जम्मा 66 वर्ष मात्र पुरानो छौँ। त्यसैले गर्दा यो सानो अवधिमा हामी धेरै फास्ट कुद्नु छ, धेरै कुरा उपलब्धिहरू हामीले हासिल गर्नुपर्नेछ। यसमा सबैजनाको त्यसरी नै गम्भीर सहभागिताको लागि पनि अनुरोध गर्दछु। हामीले धेरैवटा कुरा यो सदनमा जसरी नै बिपी कोइरालाले विक्रम सम्वत 2016-17 को सरकारको बेलामा पत्रकार मदनमणि दीक्षितलाई बोलाउनु भयो प्रधानमन्त्री निवासमा र बोलाएर भन्नुभयो कि सदनमा प्रतिपक्ष एकदम कमजोर छ, त्यसैले गर्दा हामीलाई सचेत गराउनु, हामीलाई सजग गराउनु र अलि क्रिटिकल भएर प्रस्तुत भइदिनु भनेर सरकारको तर्फबाट पैसा नै दिएर समीक्षा भन्ने साप्ताहिक निकाल्न थालियो। त्यसरी नै हामीले कृष्णप्रसाद भट्टराईले भरत पराजुलीलाई विपक्षी दलको नेता दिएको हामीले त्यो बेला पनि देख्यौँ। र इन्डियामा सन् 1988 मा त्यहाँ राजीव गान्धीले विपक्षी दलको नेता अटल बिहारी वाजपेयीलाई UN डेलिगेसनमा पठाएर र उहाँको किडनीको ट्रिटमेन्टको लागि सघाएको पनि देखेको छौँ।
त्यसैले हामीले यो दृष्टान्तहरू सम्झिन पनि आवश्यक छ कि सदनमा सत्ता पक्ष बलियो हुँदै गर्दा उसले दम्ब देखाउने होइन, दम्ब देखाउँदाखेरिको परिणाम त हामीले देखिसक्यौँ, भदौ त्यही सम्झिरहनुपर्छ हामीले। त्यसैले हामीले उदारता देखाउनु छ, संस्कार देखाउनु छ, यसमा हामीले सिद्धान्त देखाउनु छ र यो जिम्मेवारी वहन गर्दै यसमा सफल नेतृत्वको लागि र सफल अभिभावकत्वको लागि पनि नवनिर्वाचित सभामुखज्यूलाई अनुरोध छ र म विश्वस्त छु, केही राजनीतिक सहकर्म गर्ने मौका पाएको छु, तसर्थ म विश्वस्त छु यो कुरामा कि हामीले सफल अभिभावक पाएको छौँ, एउटा कुशल व्यवस्थापक पाएको छौँ। यस सँगसँगै हामीले एउटा नेपाललाई साउथ एसियाको सफल पार्लियामेन्टको उपहार दिनेछौँ र यसबाट हामी एउटा टर्निङ पोइन्ट यो देशले पाउनेछ भनेर विश्वास छ। सबैजना मान्य सदस्यहरू, अब म मान्य सदस्य अर्जुन नरसिंह केसीलाई समय दिन्छु। समय 8 मिनेट। सभामुख महोदय, सर्वप्रथम त 2015 सालको प्रथम संसदपछिको 10औं सभामुख निर्विरोध निर्वाचित हुनुभएकोमा म सभामुखजीलाई हार्दिक रूपबाट शुभकामना र कार्यकालको सफलताको कामना पनि गर्दछु। यो वास्तवमै सभामुखको दायित्व हो। निष्पक्षता, स्वतन्त्रतापूर्वक, निर्भीकतापूर्वक कहीँ कसैको बन्दी र नियन्त्रण नभइकन संविधानको रक्षा र संसदहरूको विशेषाधिकारको सुरक्षाको जो अत्यन्त महत्त्वपूर्ण दायित्व छ, त्यो दायित्वले नै धेरै लोकतान्त्रिक मान्यताहरू र त्यसका संस्कृतिलाई जगेर्ना गर्नुको निम्ति अत्यन्त ठुलो योगदान दिइरहेको हुन्छ। वास्तवमा भन्ने हो भने कुनै पनि राष्ट्रिय राजनीतिक संस्कृतिको परिचायक भनेको संसद हो, त्यहाँको जनप्रतिनिधित्व गर्ने थलो हो र त्यो सम्पूर्ण त्यस देशका जनता अथवा नेपाली जनताको साझा दुख सुखको मञ्च हो र लोकतन्त्रको आत्मा पनि हो। यसलाई कसरी सशक्त र सुदृढ बनाउन सकिन्छ, यो जति प्रभावकारी हुनसक्छ त्यति नै लोकतन्त्र जीवन्त हुन्छ भन्ने कुरा चाहिँ नि जहिले पनि हामी गम्भीर हुनुपर्ने आवश्यकता छ। सभामुख महोदय, अहिले भर्खर सत्तापक्ष मान्य सदस्यजीले अत्यन्त राम्रो कुरा भन्नुभयो। तत्कालीन 15 सालको सरकारले, म अझ एउटा कुरा चाहिँ त्यहाँ विस्मृतिमा रहेका तर इतिहासमा कहीँ न कहीँ उल्लेख भएको हो, तत्कालीन प्रमुख प्रतिपक्षको गोर्खा परिषदको नेतृत्व भरत शमशेर स्वयं नेपाली कङ्ग्रेसलाई जोइन गर्नुको निम्ति सबैतिर तयार हुँदा नि बिपीले के भन्नुभयो भने सम्पूर्ण सहुलियत म दिन तयार छु, तर शून्यतामा प्रतिपक्षविहीन संसद लोकतान्त्रिक हुन सक्दैन, त्यस कारण तपाईँ ती बस्नु पर्छ भन्ने इतिहास चाहिँ नि त्यो एउटा जीवन्त इतिहासकै रूपमा छ। जसरी हात्तीको भीमकाय स्वरूपलाई माउतीको सानो अङ्कुशले निरङ्कुश हुनुबाट अथवा बाटो बिराउने ठाउँबाट चाहिँ नि सही बाटोमा लिएर जान्छ, त्यसै लोकतन्त्रमा प्रतिपक्षको आवाज जति सशक्त, जति प्रभावकारी, जति रचनात्मक हुनसक्छ त्यति नै लोकतन्त्रले जीवनता पाउँछ भन्ने कुरा बुझ्नुपर्ने आवश्यकता छ। त्यो हात्तीको जतिसुकै भीमकाय स्वरूप भए पनि प्रतिपक्षलाई निरङ्कुशताबाट अङ्कुश लगाउने काम माउतीको सानो अङ्कुशले अङ्कुश लगाए जस्तै प्रतिपक्षका आकारले होइन, विचारले, उसको रचनात्मक भावना र प्रवृत्तिले समग्र नेपाली जनतामा देखिएको आकाङ्क्षाको प्रतिनिधि स्वरूपले कसरी चाहिँ नि अगाडि बढाउनुपर्छ, त्यसले निरन्तर रूपबाट चाहिँ नि सही सदुपयोग गर्ने मौका चाहिँ संसदमा हुनुपर्छ। योभन्दा अगाडिका धेरै परम्पराहरू हामीले कतिपय मानकहरू स्थापित छन्, राम्रा मानकहरू स्थापित छन्, कतिपय त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ। म सम्मान्य सभामुखले त्यत्र गम्भीर भएर ध्यान आकर्षण गर्न चाहन्छु। म एउटा कुरा धेरै वर्ष अगाडिको यो 1642 को आजभन्दा 384 वर्ष अगाडि चार्ल्स प्रथम जुन बेला निरङ्कुश राजा थिए बेलायतका,
त्यो बेला 5 जना सशक्त चाहिँ नि उग्र राजतन्त्र विरोधी एमपीहरूले चाहिँ नि धुवाँधार विरोध गरेको कुरा थाहा पाएपछि 400 कमान्डो लिएर चाहिँ नि संसदभित्र प्रवेश गरे र सभामुखलाई भने यी 5 जना को हुन्। सभामुखले घुँडा टेकेर महाराज म मर्न तयार छु, तर यो संसदभित्र न मेरो आँखा छ न मेरो जिब्रो छ, म जे यो हाउस अफ कमन्स अथवा बेलायतको संसदले निर्देश गर्छ त्यसलाई पालना गर्ने सेवक मात्रै हुँ, म बताउन सक्दिनँ भनेको यो वास्तवमै संसारको इतिहासमा लोकतान्त्रिक आन्दोलनको र सभामुखको भूमिकामा यो अत्यन्त ठुलो ल्यान्डमार्क हो भनेर मैले सुनाउनु खोजेँ। 1642 यही घटनापछि संसद र चार्ल्स प्रथमको द्वन्द्वपछि 1649मा चार्ल्सलाई फाँसी दियो, टाउको काटियो सडकमै। यो सम्पूर्ण इतिहासहरू विश्वव्यापी रूपले सभामुखको जुन दायित्व छ त्यो दायित्व अत्यन्त महत्त्वपूर्ण दायित्व छ। आज प्रथम दिन भए हुनाले म सभामुखले कसरी विशेषाधिकारको सुरक्षा गर्नुपर्छ, संसदको विशेषाधिकारको सुरक्षा, त्यो बेलाको बेलायतको स्थितिमा त्यो लिखित कानुन नभएको स्थिति थियो। अहिले हामी कहाँ संविधान छ, प्रतिनिधि सभा नियमावली छ, योभन्दा अगाडि धेरै थापित नजिर र मान्यताहरू छन् र स्वयं विश्वव्यापी रूपबाट स्थापित लोकतान्त्रिक मान्यताका दस्तावेजहरू हामीसँग छन्। त्यस कारणले निष्पक्ष रूपबाट कुनै पक्ष विपक्षमा विभाजित नभइकन कसरी लोकतन्त्रलाई जीवन्त बनाउन सकिन्छ, अहिले देखिएका आम रूपबाट देखिएका चुनौतीहरूलाई सामना गर्नको निम्ति सबैको धारणा, सबैको विचार र सबैको मान्यताहरूलाई कसरी चाहिँ नि सम्मिश्रण गरेर एउटा निष्कर्षमा पुग्न सकिन्छ त्यतातिर यो संसदले र खास गरी सभामुखले ध्यान दिनुपर्ने आवश्यकता छ। लोकतन्त्र वाद प्रतिवाद र संवादको प्रक्रिया हो। कहिलेकाहीँ एउटा विचार र त्यो विचारको विरोधमा अर्को विचार र त्यसको विरोधमा अर्को विचार हुँदाखेरि त्यो घर्षण, त्यो तिक्तता, त्यो कटुताले कहिलेकाहीँ असामञ्जस्यको स्थिति पनि सिर्जना गर्न सक्छ। तर त्यसको बावजुद पनि ती कटुताभित्र, त्यो द्वन्द्वभित्र, त्यो सङ्घर्षभित्रबाट निस्किने सुन्दर सारांश जे हो त्यही हो लोकतन्त्र भनेको। त्यसैले त्यो लोकतन्त्रलाई त्यो सारांशको रूपमा हामीभित्रको वैचारिक विविधताको कटुतालाई दुश्मनीको दृष्टिकोणले लिनुपर्ने आवश्यकता छैन। समग्र रूपबाट हामी जे जस्तो विचार र दृष्टिकोण बोके पनि हामी सबै आफ्ना आफ्ना दलबाट प्रतिबद्ध छौँ, तर दलभन्दा राष्ट्रियता ठुलो हो। त्यसलाई कसरी संरक्षण गर्न सक्छौँ, त्यसमा सम्पूर्ण रूपले एक हुनुको निम्ति अहिले एउटा नयाँ इतिहास सुरु गर्नुपर्ने आवश्यकता छ। सभामुखजी, मलाई कहिलेकाहीँ यो सान्दर्भिक नहोला तर प्रथम दिन भए हुनाले मैले भने संसारमा आफ्नो आफ्नो चलन छ, शून्य समय, स्पेसियल विशेष समय। त आकस्मिक समयलाई पनि मैले पहिला सभापतिजीलाई पनि भनेको थिएँ, आकस्मिक समयलाई पनि अगाडि ल्याएर टिपाउनु पर्ने यो परम्परा जुन यो सदनमा योभन्दा अगाडि स्थापित भएको छ त्यो परिवर्तन हुनुपर्छ। आकस्मिक समय भने एमपीको यत्रो विशेषाधिकार हो, प्रधानमन्त्रीजी बोल्दा बोल्दै भए पनि, सभामुख बोल्दा बोल्दै नबोल्ने अन्तर्राष्ट्रिय परम्परा छ, तर प्रधानमन्त्री बोल्दा बोल्दै भए पनि कुनै पनि मान्यले हात उठाएर कुनै कुरा भन्न चाहन्छ भने त्यो उसको प्रिभिलेजको कुरा हो। तर त्यो कुरा कस्तो हुनुपर्छ भने अहिले राष्ट्रिय दृष्टिकोणले, अन्तर्राष्ट्रिय दृष्टिकोणले र कुनै न कुनै ढङ्गले अहिले सदनले अथवा देशले थाहा पाउनुपर्ने कुरा हुनुपर्छ। त्यस्तो आकस्मिक समयको निम्ति पूर्व जानकारी दिनुपर्ने जो परम्परा बसाल्न खोजिएको छ त्यसलाई म सुधार्नको निम्ति मेरो सल्लाह मात्रै हो। जस्तो परम्परा तपाईँ स्थापित गर्नुहुन्छ त्यो त हामी सबैको साझा नै हुन्छ। त्यसैले मेरो अहिले आजको दिन वास्तवमा भन्ने हो भने मलाई राख्नु भएछ। मैले अहिले विशेष समयमा राजनीतिक कुरा गर्नु नै केही छैन, पहिलो दिन म बोल्दैछु। त म खालि शुभकामना भन्दा सभामुखलाई शुभकामना र लामो संसदीय अभ्यासको इतिहासमा वास्तवमा भन्ने हो भने हामी मोर अर लेस वेस्टमिनिस्टर टाइप बेलायती संसदीय ढाँचामा, सबै त मिल्दैन तर त्यही ढाँचामा छौँ। त्यो ढाँचा अस्ट्रेलियादेखि जापानसम्म, भारतसम्म पनि त्यही ढाँचाले चलाएको छ। संसारमा धेरै परम्पराहरू स्थापित भइसकेका छ। सभामुखजीलाई यत्रो सचिवालय छ, सचिवालयले त्यसलाई ब्रिफिङ गर्न सक्छ र हामीले जुन मानकहरू स्थापना गर्छौँ त्यो लोकतान्त्रिक पद्धति, संसदीय व्यवस्था, त्यसमा खारिए र विश्वस्त आधार एउटा सिर्जना गर्नको निम्ति सबैबाट सहयोग हुन्छ।
र मेरो जे ज्ञान छ म त्यो चाहिँ नि सभामुखजीलाई जहिले पनि सहयोग गर्न तयार छु। तर म सभामुखलाई चाहिँ के भन्छु भने अघि नै हाम्रो सत्तापक्ष एकजना मान्यले भनेको थियो यो कुनै ठाउँको बन्दी हुनै सक्दैन, पहिला बन्दी भएर गल्तीहरू भएका छन् त्यो फेरि नदोरियोस् र हामीले चाहिँ नि यो चाहिँ संसदीय परम्परा विरोधी भयो भनेर यहीँबाट बोल्न नपरोस्, यो चाहिँ अहिले पनि म शुभकामना साथ आग्रह गर्न चाहन्छु। त्यसैले यो संसद मैले अस्ति पनि भनेको थिएँ 2015 सालको ऐतिहासिक अत्याधिक बहुमत पछिको अर्को अत्याधिक बहुमत लिएर स्थापना भएको यो संसद छ। तर यो संसदको भूमिका स्वरूप जति भए पनि प्रतिपक्षको आवाज हो, त्यसलाई नियन्त्रण गर्न खोजियो भने आगाको झिल्को जतिसुकै सानो भए पनि त्यो आगाको झिल्को आगाकै झिल्को हुन्छ। त्यसलाई कसरी संयोजन, संवाद, सहमतिद्वारा चाहिँ नि विश्वव्यापी रूपबाट स्थापित लोकतान्त्रिक मान्यता र संसदीय परम्परालाई स्थापित गर्दै पुराना गलत मानकहरूलाई परिवर्तन गर्दै सभामुखको नेतृत्वमा नयाँ मानक स्थापित होस् र यो संसद पूर्ण रूपबाट उत्पादक, परिणाममुखी र उर्लिएको आकाङ्क्षालाई सम्बोधन गर्नको निम्ति सफल होस्। धन्यवाद। अब म मान्य सदस्य विष्णुमाया विकलाई समय दिन्छु। समय 3 मिनट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म सभामुख जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा यहाँलाई मेरो व्यक्तिगत तर्फबाट र मेरो पार्टी नेकपा एमालेको तर्फबाट हार्दिक बधाई, कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। म एउटा अति नै महत्त्वपूर्ण विषयमा सम्मानित सदनमा यहाँहरूको ध्यान आकर्षण गराउन चाहन्छु कि आज साइबर हमलामा थुप्रै महिलाहरू परिरहनु भएको छ। म एकजनाको उदाहरण दिन चाहन्छु कि जो अमिषा पराजुली भन्ने एकजना युवती हुनुहुन्छ। उहाँ नेकपा एमाले र हाम्रो पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेकै कारण र सडकमा नारा जुलुस गरेकै कारण उहाँलाई चरम रूपमा सामाजिक साइबरको हमला गरिएको छ। उहाँलाई यतिसम्म कि सभामुख महोदय उहाँलाई सामूहिक बलात्कार गर्ने सम्मको कुराहरू सामाजिक सञ्जालमा गरेको हामी पाउँछौँ। हामीले आन्दोलन गरेको लामो समयदेखि महिला हक अधिकारका निमित्त, महिला हिंसा विरुद्धका निमित्त हामीले लामो समयदेखि लड्दै आयौँ। 64 सालमा यही सदन हो, मैले महिला हक अधिकारको निमित्त हामीले ठुलो आवाज उठायौँ र 1/3 महिलालाई राज्यका हरेक संरचनामा उनीहरूको सहभागिता सुनिश्चित गर्न हामी सफल भएका थियौँ। त्यस परिणामस्वरूप आज 1/3 महिला मैले यो संसदमा देखिरहेको छु। त्यो हामीले उठाएको मुद्दा सफल भएको छ। त्यसकारण म महिला माननीय ज्यूहरूलाई नै हार्दिक अनुरोध गर्न चाहन्छु सभामुख मार्फत कि महिलाका मुद्दाहरूमा, महिला हिंसाका मुद्दाहरूमा हामीले कुनै पनि पार्टी नहेरिकन एक ढिक्का भएर महिला हक अधिकारका निमित्त हामी आवाज उठाउने छौँ र हामी कति पछि पर्दैछौँ। आज सामाजिक सञ्जालमा हामी हेरि नसक्नु छ, तथा नाम गाली गरिएको हुन्छ महिलाहरूलाई। नेकपा एमालेको विरुद्ध पनि त्यसरी नै खनियो चुनावको बेलामा, जसले नेकपा एमालेलाई पछाडि पार्ने कोसिस गर्यो। सामाजिक सञ्जालले आज कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने सामाजिक सञ्जालले निर्धारण गरिरहेको छ र सामाजिक सञ्जालको पछाडि हामी लागिरहेका छौँ। त्यसकारण यो सामाजिक सञ्जाल नियमन गरिनुपर्छ। मैले हार्दिक अनुरोध गर्न चाहन्छु सभामुख मार्फत सामाजिक सञ्जाललाई तुरुन्त नियमन गरियोस्, म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रा माननीय सदस्य समय सकिएको छ। नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री
र गृहमन्त्री पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको छ। उहाँहरू कहीँ भाग्ने, उहाँहरूले आफ्नो नष्ट गर्ने, प्रमाण नष्ट गर्ने त्यो कुनै आधार छैन। उहाँहरू सत्तामा हुनुहुन्न, त्यसकारण उहाँहरूलाई गिरफ्तार गरिनुको जरुरत छैन। उहाँहरूलाई तुरुन्त रिहाई गरेर अनुसन्धान गरियोस्। म अनुरोध गर्न चाहन्छु, ठुलो दुर्घटना भएको छ देशमा, अनुसन्धान होस्, तर उहाँहरूलाई गिरफ्तार गरिनु आवश्यकता छैन। उहाँहरूलाई तुरुन्त छोडिनुपर्छ, बिना शर्त रिहाई गरिनुपर्छ। म हार्दिक अनुरोध गर्दै आफ्नो भनाइ अन्त गर्दछु। धन्यवाद। माननीय सदस्य गणेश पराजुली, समय 5 मिनट। सम्माननीय सभामुख महोदय, यो ऐतिहासिक क्षणमा यस सम्मानित सदनमा उभिएर म दोस्रोचोटि यो गरिमामय सदनमा बोल्दै गर्दा म ती 23 र 24 गते रगत बगाएका, ज्यान आहुति दिएका शहीदहरूलाई सम्झिन चाहन्छु, रगत बगाएका घाइतेहरूलाई सम्झिन चाहन्छु र विभिन्न कालखण्डमा रगत बगाएका, जीवन आहुति दिएका वीर शहीदहरूलाई सम्झिन चाहन्छु र उच्च सम्मान प्रकट गर्न चाहन्छु। नेपालको इतिहासमा विरलै हुने मत क्रान्ति मार्फत नेपाली जनताले मत क्रान्ति गरेर नेपालको इतिहास रच्नु भएको छ र महत्त्वपूर्ण इतिहास रच्ने यो महाअभियानका हिस्सेदारी हुनुभएका सम्पूर्ण नेपाली जनतालाई विशेष धन्यवाद दिँदै, आभार प्रकट गर्दै म काठमाडौँ क्षेत्रमा 7 का जनतालाई पनि उत्तिकै आभार प्रकट गर्न चाहन्छु। यसरी मत क्रान्ति मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै 2/3 मत दिएर देशैभरिबाट निर्वाचित गराउनु हुने ती सबै जनतालाई आभार प्रकट गर्दा त्यही मतको म्यान्डेट मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले का वरिष्ठ नेता बालेन्द्र शाहज्यूले सम्मानित प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँ सँगसँगै क्याबिनेटमा जिम्मेवारी सम्हाल्नुभएका सबै मन्त्रीज्यूहरूलाई पनि सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। सँगसँगै यस सम्मानित सदनमा हिजो मात्रै प्रतिपक्षीय सत्तापक्षी कोही पनि नभनिकन सम्माननीय सभामुखज्यूलाई निर्विरोध निर्वाचित गराउनु भएकोमा सबै माननीयज्यूहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै सम्माननीय सभामुखज्यूलाई सफल कार्यकालको शुभकामना दिन्छु। र नेपालको राजनीतिक इतिहासमा हामीले धेरै लामो राजनीतिक इतिहास त हामीले बोक्न पाएनौँ, तर 2079 सालमा निर्वाचित भएर यस सम्मानित सदनमा हामीले सांसदको भूमिका निर्वाह गर्दै गर्दा धेरै पुरानो इतिहासहरू भएका छैनन्, धेरै पुरानो त्यो हामीले संस्मरणहरू भएका छैनन्। यस सम्मानित सदनमा कार्यपालिका र व्यवस्थापिकाको बिचको फरकलाई छुट्याउन नसक्दै गर्दा र व्यवस्थापिकाको गरिमालाई बचाउन नसक्दै गर्दाखेरि हामीले भोगेका तिता अनुभवहरू आज मैले यहाँ व्याख्या गरिरहनु पर्दैन। यी सबै कुराहरूलाई चिरेर इतिहासमा स्वर्ण अक्षरले नाम लेख्ने गरी सम्माननीय सभामुखज्यूले त्यो इतिहास रच्नुहुनुहुन्छ भन्ने कुराको आशा गर्दै यहाँको सफल कार्यकालको शुभकामना दिँदै म केही कुराहरू सम्मानित सदन मार्फत राख्न चाहन्छु। हामीले विगतमा भोगेका तिता अनुभवलाई साक्षी राख्दै यस सम्मानित सदनमा सार्वभौम सांसदज्यूहरूले जनताको तर्फबाट उठाएका आकस्मिक समयमा, शून्य समयमा, विशेष समयमा उठाएका सबै समस्या सुझाव र जनताका आवाजहरूको सम्बोधन यथोचित सम्बोधन हुनको लागि राज्यका सम्बन्धित निकाय र मन्त्रालयहरूले समयमै त्यसको सम्बोधन गरेको सुन्न पाइयोस्। आर्थिक बजेट ल्याउने समय नजिकिँदैछ, आर्थिक अधिवेशन सुरु हुँदैछ, त्यसको लागि प्री बजेट हामीले समयमै छलफल गर्न पाऊँ ताकि सार्वभौम जनताले आफ्नो अभिमत मार्फत निर्वाचित गराएर अनुमोदन गराएर पठाएका सार्वभौम सांसदहरूले आफ्नो भूगोल, आफ्ना जनताका आवाजहरू यहाँ उठाएर सबै मुद्दाहरूलाई सम्बोधन गर्नको लागि त्यो बजेटमा समावेश गर्न पाइयोस् ताकि यो सरकार, यो सदन र समग्र नेपाली जनताले मत क्रान्ति मार्फत परिवर्तन गरेको यो महाअभियानमा सबै नेपाली जनताले आफ्नो यो अपनत्व महसुस गर्न पाउन् त्यो बजेट मार्फत। र यस सम्मानित सदनमा म एउटा अर्को कुरा स्मरण गराउन चाहन्छु। सार्वभौम सांसदहरूले जनताको मत मार्फत निर्वाचित भएका सार्वभौम सांसदहरूले जनताको तर्फबाट कानुन बनाउँदै गर्दाखेरि अघिल्लो संसदमा हामीले भोगेको तितो अनुभूति छँदैछ। सङ्घीय निजामती ऐन बनाउँदै गर्दाखेरि त्यहाँ भएको छेडखानी र सार्वभौम सांसदहरूले बनाएको कानुनलाई छेडखानी गर्दै गर्दाखेरि संसदमा हामीले संसदीय छानबिन समिति नै बनाउनु परेको थियो र त्यसको तितो अनुभूति हामीले अनुभूत गर्दै गर्दा त्यतिखेरको प्रतिवेदन हामीले तत्कालीन संसदमा बुझाइसकेका छौँ। त्यो प्रतिवेदन सार्वजनिक गरेर आगामी दिनमा सार्वभौम सांसदहरूले जनताको तर्फबाट कानुन बनाउँदै गर्दाखेरि कसैले पनि त्यो छेडखानी गर्न सक्ने हिम्मत नगरोस् भनेर म सम्माननीय सभामुखलाई अनुरोध पनि गर्न चाहन्छु। सँगसँगै यहाँ निर्वाचित भएर आउनुहुने कुनै पनि माननीयज्यूहरूको क्षमता र उहाँहरूको क्षमता र भूमिकाप्रति त हामीलाई शङ्का छैन, म आफ्नो भूमिकामाथि पनि शङ्का गर्दिनँ, म विश्वास नै गर्छु। तर
हामी विभिन्न राजनीतिक दर्शन राजनीतिक विचारबाट अभिप्रेत भएर निर्वाचित भएर आएका सांसदहरूले यहाँ जनताको तर्फबाट जनताको तर्फबाट कानुन बनाउँदै गर्दाखेरि हामीलाई थुप्रै विषयहरूमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरूको आवश्यकता रहेको छ। त्यसको लागि लोकतन्त्र, संविधान, कानुन निर्माण प्रक्रिया सहित राष्ट्रिय सुरक्षा, भू राजनीति सहित परराष्ट्र सम्बन्धमा विशेष अभिमुखीकरण प्रशिक्षण कार्यक्रमहरू समयमै आयोजना गरियोस् भन्न पनि म अनुरोध गर्दै सार्वभौम सांसदहरूलाई सबै रिसोर्सहरूले सुसम्पन्न गर्न सके मात्र हामीले जनताको तर्फबाट कानुन बनाउने मात्र होइन, जनताको तर्फबाट खबरदारी गर्ने मात्र होइन, साँच्चै नेपाली जनताले देखेको सपना पुरा गर्नको लागि काम गर्न सक्छौँ। त्यसकारण समयमै यी सबै कुराहरू पुरा भइदिउन् र सार्वभौम सांसदले कुनै पनि मन्त्री र मन्त्रालयको ढोकामा आफूले उठाएका मुद्दाहरू सम्बोधन भयो कि भएनन् भनेर चारो नपरोस् भन्ने कुरा यस सम्मानित सदन मार्फत जानकारी गराउँदै म मेरा भनाइलाई यहीँ अन्त्य गर्छु। जय देश, जय घन्टी। मान्य सदस्यहरू, अब म मान्य सदस्य डाक्टर राम लामालाई समय दिन्छु। समय 5 मिनट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म यो गरिमामय सदन मार्फत भदौ 23 गते भएको जेनजी आन्दोलन लगायत विभिन्न कालखण्डमा लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकारका निम्ति जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै घाइते हुनुभएका सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछु। सम्माननीय सभामुख महोदय, यस प्रतिनिधि सभामा पहिलो पटक सम्बोधन गर्दै गर्दा मैले थप जिम्मेवारी प्राप्त गरेको महसुस गरेको छु। म सर्वप्रथम सार्वभौम नेपाली जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। विशेष गरी परिवर्तन, पारदर्शिता र सुशासनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीप्रति अभूतपूर्व विश्वास प्रकट गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। जनताले दिएको मत केवल राजनीतिक समर्थन होइन, त्यो उत्तरदायित्वको स्पष्ट सन्देश हो, त्यो जनाकांक्षाको अभिव्यक्ति हो। हामी त्यो विश्वासको रक्षा गर्न प्रतिबद्ध छौँ। यस अवसरमा हाम्रो पार्टीका श्रद्धेय सभापति माननीय रवि लामिछानेज्यूले ज्यूको प्रस्तावलाई यस सदनले निर्विकल्प रूपमा अनुमोदन गर्दै माननीय डिपी अर्यालज्यूलाई सभामुख पदमा निर्विरोध निर्वाचन गराउनु भएकोमा सम्पूर्ण राजनीतिक दल, माननीय सदस्यज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुखज्यूको शालीनता, इमान्दारिता र निष्पक्षताले यो सदनलाई अझ पारदर्शी र विश्वसनीय बनाउनेछ भन्ने कुरामा म विश्वास व्यक्त गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू सम्पूर्ण नेपाली जनताको आशा र भरोसाको प्रतीक हुनुहुन्छ। वर्तमान राजनीतिक परिवर्तनसँगै नेपाली राजनीतिले नयाँ दिशातर्फ यात्रा प्रारम्भ गरेको मैले महसुस गरेको छु। मैले पूर्ण विश्वास गरेको छु। अब सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा जनताको अपेक्षा अनुसार नेपाल विकासको नयाँ फड्को मार्नेछ भन्नेमा मैले विश्वास लिएको छु। साथै यस छोटो समयमा विशेष गरी पछिल्लो 1 हप्ताभित्र सरकारले लिएका सकारात्मक पहलहरूका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्ता कदमहरूले जनतामा आशा र भरोसाको विश्वास थप मजबुत बनाउनेछन् भन्ने विश्वास लिएको छु। सम्माननीय सभामुख महोदय, देश आज जटिल आर्थिक र सामाजिक अवस्थाबाट गुज्रिरहेको छ। महँगीले नागरिकको दैनिकी प्रभावित भएको छ। बेरोजगारीले युवा शक्तिलाई निराशा बनाएको छ। अवसर अभावका कारण ठुलो जनसङ्ख्यामा युवा विदेशी बाध्य छन्। सेवा प्रवाहमा ढिलासुस्ती र भ्रष्टाचारको राज्यप्रतिको विश्वास कमजोर भएको छ। यस अवस्थामा संसदले आत्ममन्थन गर्नै पर्छ। नीति निर्माणलाई प्रभावकारी, कार्यान्वयनलाई परिणाममुखी र अनुगमनलाई कडाका साथ अघि बढाइनुपर्छ। राजनीतिक स्थिरता केवल सत्ता समीकरणबाट प्राप्त हुँदैन, नीति स्थिरता, सुशासन र विधिको शासनबाट प्राप्त हुन्छ। सम्माननीय सभामुख महोदय, नेपाल सम्भावनाको देश हो। जलस्रोत, कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, युवा जनशक्ति र सांस्कृतिक विविधतामा हाम्रो अपार सामर्थ्य छ। तर सम्भावना मात्र पर्याप्त हुँदैन। स्पष्ट नीति, कडाइका साथ कार्यान्वयन र पारदर्शी अनुगमन आवश्यक हुन्छ। यस सन्दर्भमा यस सदनमा विभिन्न क्षेत्रका विज्ञ माननीय सदस्यहरूको उपस्थिति आफैमा गौरवको विषय बनेको छ। उहाँहरूको अनुभव र ज्ञानले नीति निर्माण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुनेछ भन्ने कुरामा मैले विश्वास लिएको छु। सुशासन, पारदर्शिता र जवाबदेहितालाई केन्द्रबिन्दुमा राख्दै सामाजिक न्याय कायम गर्नु हाम्रो साझा लक्ष्य हुनुपर्छ। नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्दै नेपाल सम्भावनाको देश हो भन्ने उदाहरण स्थापित गर्नै पर्छ।
त्यसका लागि विशेष गरी जलविद्युत, उद्योग, सूचना प्रविधि, पर्यटन, कृषि क्षेत्रमा हामीले गम्भीरताका साथ काम गर्नैपर्छ। सन् 2035सम्म 28,500 मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई केवल उत्पादनमा सीमित नराखी देशभित्रै खपत गर्ने जलविद्युतको उच्चतम प्रयोग गर्दै ग्रिन हाइड्रोजन मार्फत हरित उद्योगहरूको स्थापना गर्न, रोजगारी सिर्जना गर्न, आर्थिक उन्नति हासिल गर्न र कार्बन न्युट्रल कन्ट्रीको बनाउने दिशामा हामी अगाडि बढ्न आवश्यक देखिन्छ। सम्माननीय सभामुख महोदय, अब समय आएको छ राजनीतिक संस्कार परिवर्तन गर्ने, आरोप प्रत्यारोपभन्दा समाधानमुखी संवादलाई प्राथमिकता दिने, दलगत स्वार्थभन्दा राष्ट्रिय हितलाई माथि राख्ने। राष्ट्रिय स्वतन्त्र पार्टी जनताले दिएको म्यान्डेटलाई पूर्ण जिम्मेवारीका साथ आत्मसात गर्दै रचनात्मक, नीतिमूलक र उत्तरदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। हामी सबैको साझा दायित्व भनेको जनताप्रति जनविश्वास पुनर्स्थापित गर्नु हो, संसदप्रतिको विश्वास बलियो बनाउनु हो, लोकतन्त्रलाई व्यवहारमा प्रभावकारी बनाउनु हो र अन्त्यमा म पुनः सम्पूर्ण नेपाली जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै नवनिर्वाचित सम्माननीय सभामुख डिपी अर्यालज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। संविधान, लोकतन्त्र र विधिको शासनप्रति पूर्ण प्रतिबद्धता जनाउँदै राष्ट्रहितलाई सर्वोपरि राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिज्ञा गर्दछु। धन्यवाद। अब म माननीय सदस्य निशा डाँगीलाई समय दिन्छु। समय 5 मिनट। सम्माननीय सभामुख महोदय, यस गरिमामय प्रतिनिधि सभामा उभिएर म सर्वसम्मतबाट निर्वाचित हुनुभएको सम्माननीय सभामुखज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। सम्माननीय ज्यूको संयम, निष्पक्षता र दूरदर्शिताले यस सदनको मर्यादा अझ सुदृढ हुने कुरामा विश्वास समेत व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, आजको यो सदन केवल अङ्कगणितीय बहुमतको परिणाम होइन, यो जनचेतनाको पुनर्जागरणबाट जन्मिएको सदन हो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै 2/3 बहुमत आकस्मिक घटना वा एआई र एल्गोरिदमको खेल होइन, बरु लामो समयदेखि सञ्चित जन असन्तोष र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति हो भन्ने कुरा म यो सदनमा स्पष्टसँग राख्न चाहन्छु। त्यसैले पनि हामीले यसपटक जनताको मतको पूर्ण सम्मान गर्दै अघि बढ्नुपर्नेछ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। सभामुख महोदय, पछिल्लो पटक राजनीतिक अभ्यासप्रति बढ्दो निराशा, सुशासनको कमजोरी, बेरोजगारी र युवा पुस्तामा देखिएको असन्तोषले समाजमा गहिरो प्रभाव पारेको थियो। चरम भ्रष्टाचारले यस असन्तोषलाई अझ चर्काउँदै जेनजी आन्दोलनलाई जन्म दियो। त्यो आन्दोलन केवल विरोधका स्वरहरू मात्रै थिएनन्। जेनजी आन्दोलन जन उत्तरदायी, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको स्पष्ट माग थियो। हजारौं युवाहरूको सहभागिता र कैयौंको बलिदानले पुरानो सोचलाई चुनौती दिँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको यथार्थ हामी सबैले स्वीकार्नै पर्छ। सभामुख महोदय, यही पृष्ठभूमिमा आएको जनादेशले स्पष्ट सन्देश दिएको छ, अब देशले परिणाममुखी, पारदर्शी र उत्तरदायी शासन चाहन्छ। छोटो अवधिमा स्थापना भएको एउटा दलप्रति जनताले देखाएको विश्वास आफैमा परिवर्तनको सङ्केत हो। यसलाई कुनै एक दलको विजय भन्दा पनि नागरिकको अपेक्षा र आशाको विजयका रूपमा हामीले लिनुपर्छ। सभामुख महोदय, आज देश नयाँ मोडमा उभिएको छ। परम्परागत राजनीतिक शैलीप्रति प्रश्न उठेका छन्, तर लोकतन्त्रप्रति आस्था अझ बलियो बनेको छ। नागरिकले स्पष्ट रूपमा भनेका छन्, सार्वभौम सत्ता जनतामा निहित छ र हामी यहाँ शासन होइन सेवा गर्न आएका छौँ। यही भावनाले हाम्रो हरेक निर्णय र कदमलाई मार्गनिर्देशन गर्नुपर्नेछ। यस सन्दर्भमा सम्पूर्ण राजनीतिक दलहरूलाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। विचारमा भिन्नता स्वाभाविक हो, तर राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ। प्रतिस्पर्धा रहोस् तर द्वन्द्व होइन, बहस होस् यो ठाउँमा तर अवरोधहरू होइन, सहकार्य होस् किनकि जनताको अपेक्षा साझा रहेका छन्। अब राजनीति आरोप प्रत्यारोपमा मात्रै सीमित रहने समय होइन, परिणाम दिने समय आइसकेको छ। जनताले परिवर्तनमा विश्वास गरेर दिएको त्यो मतलाई व्यवहारमा उतार्ने हामी सम्पूर्णमा जिम्मेवारी
जनताहरूले थुपारिदिनु भएको छ। प्रतिशोधको भावनामा आरोप प्रत्यारोप गर्ने भन्दा सहकार्यको भावना राख्दै जनताको प्रतिनिधिको रूपमा जनहितका लागि नीति तहमा स्वस्थ बहस गर्न समेत म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। राष्ट्रिय परिवेशसँगै स्थानीय यथार्थहरूलाई पनि जोड्दै म मेरो निर्वाचन क्षेत्र झापा 1 का केही विषयवस्तुहरू यहाँ राख्न चाहन्छु। सभामुख महोदय, झापा 1 सीमावर्ती क्षेत्र भएकाले सीमा सुरक्षाको सवाल राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष जोडिएको छ। प्रभावकारी जाँच र निगरानीको अभावले दीर्घकालीन चुनौती सृजना गरिरहेको हुँदा यसतर्फ तत्काल ध्यान दिन आवश्यक छ। हात्ती र मानव बीचको द्वन्द्व वर्षौंदेखि दोहोरिरहेको समस्या हो। यसले स्थानीय बासिन्दाहरूको सुरक्षा र जीवनयापनमा प्रत्यक्ष असर परिरहेको छ। अब अस्थायी उपाय मात्रै होइन, बाहिर निस्केर दीर्घकालीन वैज्ञानिक र दिगो समाधानतर्फ अग्रसर हुनुपर्नेछ। यसैसँग मेरै क्षेत्रमा भएका सुपारी, चिया र रबर खेती गर्ने कृषकहरूका समस्याहरू हामीले यसपटक सम्बोधन गर्नुपर्नेछ। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका ती जनताहरूले पटक पटक आवाज उठाएका छन्। ती आवाजहरूलाई हामीले यसपटक सम्बोधन गर्नुपर्नेछ। यी विषयहरूमा सेवा प्रवाहसँग मात्रै होइन, राज्यप्रतिको जनविश्वाससँग प्रत्यक्ष सम्बन्धित रहेका छन्। र अन्त्यमा सभामुख महोदय, क्षेत्रगत रूपमा उठेका यस्ता समस्याहरूलाई सरकारले गम्भीरतापूर्वक ध्यानमा राखी समाधानतर्फ अग्रसरता दिन्छ भन्ने कुरामा पनि पूर्ण रूपमा विश्वास राख्दै म मेरा विषयवस्तुहरू टुङ्ग्याउन चाहन्छु। समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब म माननीय सदस्य खगेन्द्र सुनारलाई समय दिन्छु। समय 5 मिनट। सम्माननीय सभामुख महोदय, हाम्रो सम्मानित पार्टी सभापति रवि लामिछानेज्यूले भनेको जस्तो सबैले देखिएका मुद्दाहरू बोल्नुभयो। आज केही छेकिएका मुद्दाहरूबारे बोल्नुपर्ने भएको हुनाले मलाई दिएको समयमा यति नै समय थप गरेर थप क्षतिपूर्ति सहितको समय दिनुहुनेछ भन्ने कुरा म अपिल गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम यहाँलाई यो गरिमामय संसदको सभामुख जस्तो पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा म हृदयदेखि नै धेरै धेरै शुभकामना टक्राउन चाहन्छु। यहाँको उपस्थितिले सार्वभौम सत्ता सम्पन्न संसदको गरिमा थप उच्च हुनेछ भन्ने कुरा विश्वास व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, आजभन्दा झन्डै 7 वर्ष पहिला 2077 जेठको 10 गते रुकुमको सोतीमा नवराज विश्वकर्मा सहित 6 जना युवाहरूको हत्या भयो। अन्तर्जातको प्रेम सम्बन्ध र त्यसपछिको विवाहको सम्बन्धलाई लिएर रुकुमको सोतीमा 1 जना होइन, 2 जना होइन, 6 जना युवाहरूको निर्ममतापूर्वक हत्या भयो। त्यो हत्या केवल एउटा सामान्य विवाद मात्र थिएन, त्यो नेपालको सन्दर्भमा मात्र होइन, समग्र विश्व समुदायबाट हेर्दै गर्दा यति धेरै मान्छेहरूलाई जातकै कारणले हत्या गरिएको यो सबैभन्दा ठुलो घटनाको रूपमा रहेको थियो। रुकुममा 6 जना युवाहरूको हत्या हुँदै गर्दा कालीकोटको नरहरिनाथको वडा नम्बर 5 मा मना सार्की नाम गरेको 1 जना जनप्रतिनिधिले धारा छोएको न्युमा उनको हत्या भयो। त्यही ठाउँमा बजारमा मनवीर सुनारले चुलो छोएको न्युमा कालीकोटमा मनवीर सुनारको हत्या भयो। सुदूरपश्चिमको बझाङमा गयो भने 12 वर्षको एउटा बच्ची सम्झना कामीको बलात्कार हत्या भयो। त्यो पनि देवीको मन्दिरभित्र लगेर बलात्कार गरेर त्रिशूलले टाउकोमा खोपेर हत्या भयो। तर तराईमा झर्दै गर्दा कैलालीमा माया कामीको यो बीचमा बलात्कार हत्या भयो। यता लुम्बिनीतिर आउँदै गर्दा रूपन्देहीमा अङ्गिरा पासेको बलात्कार हत्या भयो। तराईमा जाँदै गर्दा शम्भु सदाहरू लगायत धेरै दलितहरूको हत्या भएको छ, त्यो पनि कहाँ? प्रहरीको कस्टडीभित्रमा हत्या भएको छ। खोटाङतिर जाँदै गर्दाखेरि रेविका परियारको बलात्कार हत्या भएको छ। म्याग्दीमा मिना परियारको बलात्कार हत्या भएको पनि धेरै भएको छैन। केही समय अगाडि मात्रै सुर्खेतमा इनिसा बिकको बलात्कार हत्या भएको छ। सम्मानित सभामुख महोदय, आजभन्दा 8 वर्ष पहिला काभ्रेको 5 खालमा हत्या गरिएका अजित मिजारको लास अहिले पनि काठमाडौँको टिचिङ हस्पिटलको मुर्दाघरमा थन्किएर बसेको छ। दलित उतापट्टि लास भनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास भनेर बसेको छ। सम्मानित सभामुख महोदय, आजभन्दा 12 वर्ष पहिला
आजभन्दा 12 वर्ष पहिला दैलेखको तोलीको 9 मूले गाउँपालिका वडा नम्बर 1 तोलीको भाङ्गारी भन्ने ठाउँमा सेते दमाईको छोराले अन्तर्जातीय विवाह गर्दाखेरि उनको हत्या भयो। म यो बिचको 12 वर्षलाई मात्रै फर्केर हेरेको छु। नेपाली उखानमा भनिन्छ 12 वर्षमा खोला फर्किन्छ। यो 12 वर्षलाई मात्र फर्काएर हेर्दै गर्दै यो बिचमा धेरै दलितहरूको हत्या भएको छ, बलात्कार भएको छ, जातीय हिंसा भएको छ, जातकै आधारमा धेरै दलितहरूलाई मारिएको छ। यो बिचमा नवराजको आन्दोलनलाई भेरी नदीमा 6 जना भाइहरूको मुखमा दागबत्ती दिएर त्यहाँबाट एउटा सङ्कल्प गरेर आन्दोलनमा आउँदै गर्दा माइतीघर मण्डलामा मैले धेरै लामो समय बिताएको छु। हात खुट्टामा नेल लगाएर दलितले न्याय कहिले पाउँछ भनेर हामीले त्यो एउटा आन्दोलनको प्रारम्भ गरेका थियौँ। माइतीघर मण्डलामा लामो समय बसेर सरकारतिर औँला ठडाएर लामो समयदेखि हामीले प्रश्नहरू गरेका छौँ। सम्मानित सभामुख महोदय, तर यतिका प्रश्नहरू गर्दै गर्दा कहीँ कतैबाट ढुङ्गो मुडो कहीँ कतैबाट कसैले चुक्क बोलेन। यो लामो समयमा हामीले काठमाडौँको माइतीघर मण्डलामा 45 दिन बस्दै गर्दा त्यति बेलाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जो अहिले हाम्रो सभापति हुनुहुन्छ रवि लामिछानेले संसदमा उभिएर माइक समातेर माइतीघर मण्डलामा कहिलेसम्म खगेन्द्र सुनारहरू हातमा नेल लगाएर बस्ने हो र यो समाजलाई हामीले कहिलेसम्म यसरी नेल लगाएर राख्ने हो भनेर उहाँले विषय प्रवेश गराइदिनु भयो। म यहाँबाट आदरणीय पार्टी सभापतिज्यूलाई हृदयदेखि नै म धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यो बिचमा हामीले लामो सङ्घर्ष गऱ्यौँ, यो बिचमा हामीले यो बिचमा धेरै आन्दोलनहरू गऱ्यौँ। त्यस पश्चात हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भयौँ। अहिले मानिसहरूले यहाँ धेरै कुराहरू उठाएको मैले यसो सुनेको छु। केही समय अगाडि एकजना प्रवक्ता मित्र एकजना कमरेडले भन्नुभयो माफी मागेर मात्र हुन्छ, बोलेर मात्र हुन्छ, भनेर मात्र हुन्छ, नीतिमा मात्र गरेर हुन्छ, व्यवहारमा हुनुपर्छ कि पर्दैन भनेर उहाँले सोध्नुभयो। म भन्न चाहन्छु हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै गर्दा त्यो पार्टीसँग सहकार्य गर्दै गर्दा त्यो पार्टीभित्रबाट निर्वाचनमा उभिँदै गर्दै गर्दा हामीले सम्मानित पार्टी सभापतिज्यू रवि लामिछानेलाई भनेका थियौँ तपाईँ दलितको मुद्दाप्रति झुक्नुहुन्छ कि हुन्न भन्दा उहाँले झुक्छु भन्नुभयो। लेख्नुहुन्छ कि हुन्न लेख्छु भन्नुभयो। कति नम्बरमा लेख्नुहुन्छ? 1 नम्बरमा लेख्छौँ भन्नुभयो। 1 नम्बरमा लेख्नुभयो। यहाँलाई धन्यवाद छ। त्यो कुरालाई स्वीकार गर्नुहुन्छ? स्वीकार गर्छु, म जान्दछु, म मान्दछु। सामान्य सभामुख महोदय, अहिलेको जिउँदो कोही पनि गैर दलितले यो जात बनाएको होइन, म यो कुरा जान्दछु। तर समाजमा भएको त्यो घृणा र त्यो पीडा सहेर बसेको दलितलाई त्यो क्षमा याचना गर्ने त्यो आँट, त्यो साहस कसैले गरेको थिएन। त्यो आँट गर्नुभयो, त्यो साहस गर्नुभयो अहिलेको सम्माननीय प्रधानमन्त्री र सम्मानित पार्टी सभापतिजीलाई म हृदयदेखि नै धन्यवाद चाहन्छु। मेरो कुरा टुङ्गाउँदै गर्दा म यहाँलाई हृदयदेखि नै आभार प्रकट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी क्षमा मागेको छ, अहिलेको सरकारले जसरी क्षमा मागेको छ, अब यो बुरालाई एउटा नीतिगत रूपमा एउटा विधिगत रूपमा एउटा स्थापित गर्नुपर्नेछ। वर्षौँदेखि अन्याय र अत्याचारको त्यो तल परेर बसेको एउटा समुदायले त्यो न्यायको महसुस गर्नेछ। यति कुरा राख्दै यो बाँके 3 नम्बर क्षेत्रबाट म निर्वाचित भएर आएको छु। म एउटा समुदायबाट पनि प्रतिनिधित्व गर्दै गर्दाखेरि यो कुरालाई मैले यहाँ बोल्दै गर्दाखेरि बाँके 3 नम्बर क्षेत्र लगायत देशैभरिका मतदाताहरूलाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। संसारले लखेटेको बेला, संसारले बजारमा हाम्रो पुतला जलाएको बेला, संसारले त्यो घृणा र त्यो पीडा दिएको बेलामा बाँके 3 नम्बर क्षेत्र र यो देश हाम्रो पक्षमा उभिनु भएको छ। म सबै मतदाताहरूलाई तपाईँले मतदान गर्नुभएको छ, परि आएछ भने हामी तपाईँको लागि जीवनदान गर्न तयार हुनेछौँ। यति कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु। मान्य सदस्यहरू, विशेष समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, आजको कार्यसूचीमा रहेका विषयहरूलाई अघि बढाउनुभन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरू राख्न चाहन्छु। मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आजको दैनिक कार्यसूची प्रारम्भ हुनुभन्दा अगाडि म केही आफ्ना कुराहरू राख्न चाहन्छु। यस गरिमामय सभामा सम्बोधन गर्ने अवसर जुटाइदिनु भएकोमा सम्पूर्ण माननीय सदस्यहरू र सङ्घीय संसद सचिवालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। प्रतिनिधि सभा निर्वाचनमा मलाई निर्वाचित गराई गरिमामय संसद सदस्यको रूपमा पठाउने मेरो निर्वाचन क्षेत्र काठमाडौँ 9 का आदरणीय मतदाता तथा देशैभरिबाट मतदान गर्ने सबैमा हार्दिक नमन गर्दछु। यसै गरी प्रवासमा बसेर
हामीलाई अथाह माया गरी मतदानमा प्रत्यक्ष परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, मलाई सभामुख जस्तो सम्मानित पदमा निर्वाचित गराउनु भएकोमा सबै माननीय सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। मलाई सभामुख पदको उम्मेदवार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रस्तावक रहनुभएको माननीय रवि लामिछानेज्यू, समर्थक रहनुभएका माननीय सदस्यहरू स्वर्णिम वाग्ले, सोभिता गौतम र सुनिल लम्सालप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै निर्विरोध निर्वाचित गराएर मलाई सभामा सबैको साझा प्रतिनिधित्व गर्ने वातावरण बनाउन सहयोग गर्नुभएकोमा सबै दलबाट प्रतिनिधित्व गर्ने सदस्यज्यूहरूप्रति समेत धन्यवाद व्यक्त गर्न चाहन्छु। यस विशेष क्षणमा लोकतान्त्रिक आन्दोलन र जेनजी आन्दोलनको क्रममा आफ्नो ज्यान आहुति दिएर देशमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र मुलुकको समृद्धिका लागि बलिदान गर्ने सबै महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँहरूको त्याग, बलिदान र सङ्घर्षले आज हामीलाई यहाँसम्म ल्याएको हो र त्यसको सम्मान गर्दै हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्दछ। 2/3 नजिकको ऐतिहासिक बहुमतसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू र मन्त्री परिषदका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। जनताले आफ्नो अमूल्य मत मार्फत हामीलाई 5 वर्षका लागि प्रतिनिधित्व गर्ने जिम्मेवारी सुम्पेका छन्। यो केवल अधिकार होइन, गहिरो उत्तरदायित्व पनि हो। देशमा समृद्धिको अपेक्षा राखेर हामीलाई यो सदनसम्म पुर्याउन कयौं कलिला युवाहरूले जीवन बलिदान गरेका छन्। कति आमाहरूको कोख रित्तिएको छ, कतिका सिउँदो पुछिएको छ, कति अपाङ्ग भए, अङ्गभङ्ग भए, कतिले आँसु बगाइरहनु भएको छ। यो दर्दनाक घटनाहरू सहन गर्दै देशमा सुशासन कायम होस्, भ्रष्टाचार नियन्त्रण होस् र आर्थिक विकास होस् भनी मतपत्र मार्फत हामीलाई जिम्मा लगाउनु भएको छ। जनताको विश्वास, अपेक्षा र आशालाई व्यवहारमा उतार्दै परिणाममुखी काम गर्नु हाम्रो प्रमुख कर्तव्य हो। कुनै पनि बहानामा यो विश्वास कमजोर हुन दिनु हुँदैन। संसदलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउनु हाम्रो साझा जिम्मेवारी हो। माननीय सदस्यहरू, निर्वाचनको दौरानमा हामीले आफ्ना वाचा र प्रतिबद्धता मार्फत राखेका प्रस्तावहरू निर्वाचनको प्रक्रियाबाट व्यक्त गरेको स्वीकृति र अनुमोदन अब एकतर्फी वाचा र प्रतिबद्धतामा मात्रै सीमित नरही मतदाता र हामी जनप्रतिनिधि बीचको औपचारिक र आधिकारिक राजनीतिक सम्झौतामा परिणत भएको छ। यसर्थ परिणाम प्राप्तिको लागि अझै पनि धेरै महत्त्वपूर्ण कानुन निर्माण, संशोधन र परिमार्जन गर्न बाँकी छन्। त्यसैले समयबद्ध योजना बनाएर ती कार्यहरू सम्पन्न गर्न सबै माननीय सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य छ। संसदलाई निष्क्रियता होइन, कार्य सम्पादनको केन्द्र बनाउनु आवश्यक छ। नेपालको संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूलभूत मान्यतालाई आत्मसात गर्दै देशलाई समृद्ध बनाउन संसदीय अभ्यासको आवश्यकता हुन्छ। यस उद्देश्य प्राप्तिको लागि हामी सबैको कर्तव्य रहेको बेहोरा जानकारी गराउँदछु। जेनजी आन्दोलनको माग अनुरूप विकास र समृद्धिको बाटोमा राष्ट्रलाई अगाडि बढाउने हुटहुटी भएका हरेक नागरिकहरूको अभिमत बोकेर हामी सबै सदस्यहरू यस गरिमामय संसदको एकै थलोमा बसी नागरिकहरूको हरेक समस्याको सही समाधानको बाटो पहिल्याउन उपस्थित भएका छौँ। बहुदलीय शासन व्यवस्थामा जनताको अभिमत जाहेर हुने भएकोले
सबै सदस्यहरूको समन्वयमा नै संसदको गरिमा र प्रभावकारिता बढ्ने कुरामा दुई मत छैन। संसदमा उपस्थित राजनीतिक दल र सबै सदस्यहरूबाट असल संवैधानिक अभ्यास हुने नै छ। माननीय सदस्यहरू, यहाँहरूलाई अवगत नै छ, संसद सबैभन्दा अनुशासन र मर्यादामा चल्नु पर्दछ। हामीसँग रहेको कानुन, कार्य सञ्चालन नियमावली र प्रचलित अभ्यासका आधारमा यो बैठक अघि बढ्नेछ। नयाँ प्रतिनिधि सभा आएसँगै अब तत्कालै हामी नियमावली मस्यौदा समिति गठन गर्दैछौँ। यसमा सबै यहाँ प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहभागिता रहनेछ। बैठकलाई प्रभावकारी र सहज रूपमा अघि बढाउनका लागि यहाँहरूको सुझावको अपेक्षा गर्दछु। साथै कार्य सञ्चालन नियमावलीलाई पूर्ण पालना गराउनु हामी सबैको कर्तव्य हुनेछ। यस क्रममा आइपरेका कठिनाइहरू हल गर्न मेरो निष्पक्ष भूमिका रहनेछ। आफैले बनाउनु भएको विधि पालना गर्नका लागि यहाँहरूको पनि महत्त्वपूर्ण भूमिका रहनेछ भन्नेमा म विश्वस्त छु। यस सदनमा केही पुराना र अनुभवी सदस्यहरू हुनुहुन्छ भने धेरै नयाँ र युवा हुनुहुन्छ। नयाँको रचनात्मक सोच जागर र पुरानाको अनुभवलाई मिश्रण गर्ने थलोको रूपमा यो गरिमामय संसद सञ्चालन हुने कुरामा म विश्वस्त छु। यहाँहरूलाई यो पनि अनुरोध गर्दछु कि राज्यको व्यवस्थापकीय अङ्गको रूपमा रहेको यो सदनले देशको सङ्घीय ऐन कानुनको निर्माण गर्ने दायित्व निर्वाह गर्ने अभिभारा सुम्पिएको अवस्थामा कतिपय कानुनहरू पुराना छन्, कति निष्क्रिय छन् त कति एक आपसमा बाजिएका छन्। तसर्थ नयाँ कानुन निर्माण गर्नुभन्दा पहिला हाल विद्यमान ऐन कानुनको गम्भीर समीक्षा र पुनरावलोकन गरी कुन कुन कानुन खारेज गर्ने, कुन कुन कानुनलाई एकीकृत गर्ने भन्ने अध्ययन पुनरावलोकन सहित आवश्यकता अनुसार नयाँ कानुनको निर्माणमा जुट्नका लागि आग्रह गर्दछु। हामीले गर्ने प्रत्येक निर्णय र गतिविधि जनताले नजिकबाट अवलोकन गरिरहेका हुन्छन्। हामीलाई उहाँहरूले निर्वाचित गराएर पठाउनु भएपछि हाम्रो पहिलो दायित्व उहाँहरूप्रति नै रहनेछ। सबै भूगोल, जात जाति, भाषा, धर्मावलम्बीहरूको साझा प्रतिनिधिमूलक यस सङ्घीय संसदको प्रतिनिधि सभाका हरेक काम कारबाही जनताको विषय बन्नु पर्दछ। हरेक नेपाली नागरिकले संसदमा हुने छलफल, यहाँका गतिविधिमा आफ्नो सहभागिता रहेको महसुस गर्ने गरी हामीले काम गर्नुपर्नेछ। संसदलाई नीतिगत बहस, संवाद र समाधानको प्रभावकारी थलो बनाउनु हाम्रो साझा कर्तव्य हो। माननीय सदस्यहरू, सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने कुरामा यहाँहरू समक्ष प्रतिबद्धता जाहेर गर्दछु। संसदमा सबै माननीय सदस्यहरूको भूमिका बराबर हुन्छ र हुनुपर्दछ। यहाँहरू जनताको प्रतिनिधित्व गरेर आउनुभएकोले कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन भन्ने स्पष्ट पार्दछु। संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा मेरो अहम भूमिका रहनेछ। संसदीय व्यवस्थाको सुन्दरता नै नीतिगत बहस, छलफल र निष्कर्ष रहने हुन्छ। यस कार्यको लागि संसद एक खुला विश्वविद्यालय सरह रहने कुरा व्यक्त गर्दछु। सत्ता पक्षको गुण र दोषको आधारमा प्रतिपक्षले भूमिका निर्वाह गर्ने हुँदा समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सबै माननीयहरूको बराबरी भूमिका रहने हुन्छ। नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र प्रचलित कानुनलाई मार्गदर्शन मानी समग्र संसदीय क्रियाकलाप सञ्चालन हुनेछ। संविधान र प्रचलित कानुनको अधीनमा रही राजनीतिक दलहरूसँगको आपसी सहयोग र समन्वयको आधारमा अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
देशमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी विकास निर्माण गर्न र रोजगारी सिर्जनाका लागि आवश्यक कानुन बनाउने थलो संसद भएकोले सबै राजनीतिक दलहरूलाई रचनात्मक सहयोग र सहभागिताको लागि हार्दिक आग्रह गर्दछु। माननीय सदस्यहरू, म कुनै राजनैतिक दलमा आबद्ध भएर नै निर्वाचित प्रतिनिधि सभा सदस्यको हैसियतमा यस गरिमामय सभाको सभामुख पदको जिम्मेवारीमा आइपुगेको हुँ। विगतमा राजनीतिक दलमा सहभागी भएकै कारण यस गरिमामय सभाको मर्यादा र आँचमा कुनै कमी हुन दिने छैन। सबै सदस्यहरू मेरा लागि बराबर हुनुहुन्छ र यस गरिमामय सभाबाट प्राप्त सबैको सुझावलाई तटस्थ भएर कार्यान्वयन गर्नु मेरो परम कर्तव्य हुनेछ। सभामुख निष्पक्ष र स्वतन्त्र भए मात्र यस गरिमामय सभा र सदस्यहरूको ओज बढ्दछ भन्ने कुरामा म विश्वास दिलाउँछु। सङ्ख्याकै आधारमा कुनै भेदभाव हुँदैन र हुने पनि छैन। यहाँहरू सबैबाट सभा सञ्चालनका लागि क्रियाशीलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गर्दछु। माननीय सदस्यहरूको यो सक्रिय सहभागिता र हालसम्म सभाको अध्यक्षता गर्नुभएका माननीय अर्जुन नरसिंह केसीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 13 बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा निम्नलिखित माननीय सदस्यहरूलाई मनोनयन गरेको जानकारी गराउँदछु। माननीय सदस्य अच्युतम लामिछाने, माननीय सदस्य अफसाना बानु, माननीय सदस्य आरएन राई, माननीय सदस्य केपी खनाल, माननीय सदस्य कामिनी चौधरी, माननीय सदस्य क्रान्ति शिखा धिताल, माननीय सदस्य खुशबु ओली, माननीय सदस्य गणेश सिंह ठगुन्ना, माननीय सदस्य गुरुप्रसाद बराल, माननीय सदस्य गंगा लक्ष्मी अवाल, माननीय सदस्य तपेश्वर यादव, माननीय सदस्य देवराज पाठक, माननीय सदस्य नरेन्द्र कुमार केरुङ, माननीय सदस्य प्रकाश चन्द्र परियार, माननीय सदस्य निशा डाँगी, माननीय सदस्य बोध नारायण श्रेष्ठ, माननीय सदस्य मीना कुमारी यादव, माननीय सदस्य युवराज दुलाल, माननीय सदस्य राजन गौतम, माननीय सदस्य डाक्टर राम लामा, माननीय सदस्य विपिन कुमार आचार्य। माननीय सदस्यहरू, अब माननीय सदस्य कविन्द्र बुर्लाकोटीलाई नेपालको संविधानको धारा 104 को उपधारा 1 बमोजिम प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने माननीय सदस्यहरूको नामावली सहितको प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, नेपालको संविधानको धारा 104 को उपधारा 1 बमोजिम प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम कारबाही र प्रतिनिधि सभा वा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधि सभाको अन्य कार्यमा
सहजता ल्याउन आवश्यक भएकोले संसदमा उपस्थित सबै राजनीतिक दलहरूको सरसल्लाहमा देहाय बमोजिम 15 जना माननीय सदस्यहरू रहनुभएको नियाली मस्यौदा समिति गठन गर्न यो प्रस्ताव प्रस्तुत गरेको छु। 1. समितिको गठन। यस प्रस्ताव बमोजिम गठित समितिको नाम प्रतिनिधि सभा नियाली मस्यौदा समिति रहेको छ। 2. समितिमा देहाय बमोजिमका माननीय सदस्यहरू रहनेछन्। 1. माननीय गणेश पराजुली सभापति। 2. माननीय डाक्टर ओजस्वी शेरचन सदस्य। माननीय एन बहादुर महर सदस्य। माननीय खगेन्द्र सुनार सदस्य। माननीय खुशबु ओली सदस्य। माननीय गजला समीम मिक्रानी सदस्य। माननीय तपेश्वर यादव सदस्य। माननीय ध्रुवराज राई सदस्य। माननीय निशा डाँगी सदस्य। माननीय निष्कल राई सदस्य। माननीय बलावती शर्मा सदस्य। माननीय मधु चौलागाई सदस्य। माननीय यज्ञमणि नेउपाने सदस्य। माननीय रेखा कुमारी यादव सदस्य र माननीय सुलभ खरेल सदस्य। 2. समितिको कार्यक्षेत्र। प्रतिनिधि सभाको कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, काम कारबाही र अन्य कुरा नियमित गर्न तथा नियमित व्यवस्थापकीय कार्य सम्पादन गर्दा अपनाउनु पर्ने कार्यको लागि नेपालको संविधान अनुरूप प्रतिनिधि सभाको नियावली मस्यौदा तयार गर्ने र नियावली पारित गर्ने सम्मका व्यवस्थामा आइपर्ने सम्पूर्ण कार्यहरू गर्ने। 3. समितिको कार्यविधि। सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैले व्यवस्थित गर्न सक्नेछ। 2. समितिले आवश्यक देखेमा विशेषज्ञ लगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्नेछ। 4. समितिको कार्यावधि। समितिको अवधि कार्य प्रारम्भ भएको मितिले 14 दिन हुनेछ। सम्माननीय सभामुख महोदयको अनुमतिले भर्खरै प्रस्ताव गरे बमोजिमको प्रतिनिधि सभा नियावली मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। अब माननीय सीता थपलियालाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। यसपछि माननीय सदस्य गणेश सिंह ठगुन्नाको समय आउँछ, तयारी रहनुहोला। सम्माननीय सभामुख महोदयको अनुमतिले माननीय कविन्द्र बुर्लाकोटीले प्रस्ताव गर्नुभएको प्रतिनिधि सभा नियावली मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दछु। सम्माननीय सभामुख महोदयलाई सर्वसम्मति निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु मेरो तर्फबाट र नेपाली कांग्रेसको तर्फबाट। म धादिङको छोरी, सम्माननीय सभामुख पनि धादिङबाट प्रतिनिधित्व गर्नुहुन्छ, उहाँ धादिङमै जन्मिएको छोरो हुनुहुन्छ, त्यसैले पनि गर्व महसुस भएको छ। अर्को कुरा, मैले धादिङको सुगन्धित माटोलाई शिरमा लिएर सजाएर आएको छु। धादिङको माटोलाई यो गरिमामय सदनमा सुगन्धित बनाउने जिम्मेवारी छ। धादिङलाई र नेपाली कांग्रेसप्रति हार्दिक नमन ज्ञापन गर्दछु। धन्यवाद। माननीय सदस्य गणेश सिंह ठगुन्नालाई
उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम यस गरिमामय संसदको सभामुखमा मनोनयन निर्वाचित हुनुभएकोमा सम्माननीय सभामुख महोदयप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। म सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला दार्चुलाबाट प्रतिनिधित्व गर्छु। दार्चुलावासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। नयाँ जनादेशबाट यो प्रतिनिधि सभा निर्माण भएको छ। जनताको चाहना अनुसार हामीले अगाडि बढ्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ। जनताले जुन चाहना राखेका छन्, देशको सीमाको रक्षा, जनताका जनजीविकाका सवालहरू, हाम्रा आकाङ्क्षाहरू, चाहनाहरू, यसलाई यो सभामा गहन छलफल भएर त्यसको निकास खोज्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ। विगतका विभिन्न किसिमका सकारात्मक अभ्यासहरूलाई ग्रहण गर्दै कमी कमजोरीहरूलाई सच्याउँदै यो सदनले नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ। जनताले एउटा जनप्रतिनिधिबाट धेरै ठुलो आशा राखेका हुन्छन्। उसले सुशासनको अपेक्षा गरेका हुन्छन्, कानुन निर्माणको अपेक्षा गरेका हुन्छन्। त्यसबाहेक पनि हामी अझै पनि थुप्रै विकासका समस्याहरूबाट एउटा समस्यामा परेका जनताहरूको बीचबाट निर्वाचित भएर आएका छौँ। आज सामान्य समस्याहरू पनि घोरिटो बाटो निर्माणदेखि लिएर खानेपानी, सिँचाइका, सडकका थुप्रै समस्याहरू जनप्रतिनिधिबाट आशा गरेका हुन्छन्। एउटा जनप्रतिनिधिले सदनमा उठाएका कुराहरूको सुनवाई नहुँदाखेरि त्यसको ठुलो असर तल जनतामा परिरहेको हुन्छ। यसकारण मैले अपेक्षा गरेको छु कि आगामी दिनमा एउटा जनप्रतिनिधिले यो सदनमा उठाएका कुराहरूको तत्काल रेस्पोन्स होस्, सुनवाई होस्। जनप्रतिनिधिले एउटा निवेदन बोकेर मन्त्रीको अगाडि, सचिवको अगाडि, कर्मचारीको ढोकामा उभिनुपर्ने अवस्थाको अन्त्य होस्। यो व्यवस्था हामीले प्रतिनिधि सभा नियमावली मार्फत हामीले गर्नुपर्छ। कतिपय व्यवस्थाहरू विगतमा पनि छन्, कतिपय व्यवस्थाहरू अझ यसमा समावेश गर्नुपर्छ र सदनमा उठेका कुराहरू सरकारले त्वरित ढङ्गले कार्यान्वयन गर्ने किसिमको व्यवस्था यो नियमावलीमा राख्नुपर्नेछ। यो नियमावलीका मान्य सदस्यहरूले त्यसमा विशेष ध्यान दिनुहुनेछ र यो संसदले त्यो कुरालाई विशेष ध्यान दिनेछ भन्ने आशा र विश्वास राख्दै सभामुख महोदयको अनुमतिले माननीय कविन्द्र बुर्लाकोटीले प्रस्ताव गर्नुभएको प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावको म समर्थन गर्दछु। धन्यवाद। अब माननीय सदस्य युवराज दुलाललाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले माननीय कविन्द्र बुर्लाकोटीले प्रस्ताव गर्नुभएको प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दछु। र सँगै म समर्थन गर्न मात्रै आएको हो, तर मैले थोरै सुझाव, यो प्रतिनिधि सभा नियमावली हामी अहिले यसलाई ओनरसिप लिइसकेका छौँ, स्वीकार गरिसकेका छौँ। सभाको काम कार्य व्यवस्थित, पारदर्शित र जनपक्षीय बनाउनको लागि यसलाई यस्तै अवस्थामा होइन, यो धेरै नै पुरानो मोडालिटीबाट आएको छ। यसमा एउटा ब्रेक थ्रो हुने गरी र आजको जमानमा स्मार्टली हामीले यो सदनलाई कसरी अगाडि लाने भन्ने सवालमा यो प्रस्तावित मस्यौदा समितिले
राम्रो काम गर्नलाई उहाँहरूलाई सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र आज पहिलो दिन यो रोस्टममा जनताको प्रतिनिधि भएर उभिएर बोल्दै गर्दा मलाई निर्वाचित गर्नुहुने सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 का आदरणीय मतदाताहरूलाई स्मरण गर्दै उहाँहरूप्रति आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। अब माननीय सदस्य ध्रुवराज राईलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, यो अहिले सम्माननीय सभामुख महोदयको अनुमतिमा कविन्द्र बुर्लाकोटी ज्यूले प्रस्ताव गर्नुभएको प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दछु। साथै यति बेला हाम्रो सदनमा भर्खरै सभामुख महोदय नवनिर्वाचित हुनुहुन्छ। उहाँलाई हाम्रो पार्टीको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट बधाई ज्ञापन गर्न चाहन्छु र थोरै कुराहरू पनि यहाँ रोस्टममा उभिसकेपछि भन्नुपर्छ जस्तो मलाई लाग्छ। यो बेलामा हाम्रो देश नयाँ मोडलबाट चलेको भनेर धेरै विद्वानहरूले भनिरहेको छ, जुन कुरामा हामी सहमत छौँ। यो सम्मानित सदनमा उभिरहँदा हामी अघि माननीयज्यूहरूले पनि उठाउँदै हुनुहुन्थ्यो, हाम्रो सरकारले के व्यवस्था गर्ने हो मध्यपूर्व एसियामा अथवा खाडी मुलुकमा भइरहेको द्वन्द्वले आज हाम्रो भान्साहरूमा हाम्रो जनजीवनहरूमा प्रभावित भइरहेको छ। त्यस्तै गरेर प्राकृतिक विपदले धेरै ठाउँहरूमा भोजपुरमा 300 घरधुरीहरू उडाएको छ, जसमा 8-10 वटा स्कुलहरूको छानाहरू उडाएको छ। यसमा सरकारको ध्यान जाओस्। मलाई लाग्छ प्रधानमन्त्री हुनुहुन्न, यहाँ गृहमन्त्रीज्यूहरू लगायत मन्त्रीज्यूहरू हुनुहुन्छ। गृहमन्त्री अन्तर्गत नै धेरै चिजहरू पर्ने हुनाले पनि म गृहमन्त्रीज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु। र यो बेलामा सबै जनताहरूले महसुस गर्ने गरी यो सदन मार्फत हामीले आफ्नो गतिविधिहरू र आवाजहरू बुलन्द गर्नुपर्नेछ। मेरो भनाइ यहाँ अन्त गर्दछु। धन्यवाद। अब माननीय सदस्य भरत गिरीलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। सम्माननीय सभामुखज्यू, सभामुख महोदय को अनुमतिले माननीय कविन्द्र बुर्लाकोटी प्रस्ताव गर्नुभएको प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव समर्थन गर्दछु। यो समर्थनको साथसाथै हामी राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको अवस्था व्यवस्थालाई परिवर्तन गर्नुपर्छ, यो यथास्थितिबाट मुलुक चल्न सक्दैन भनेर हामीले जो अभियानको रूपमा अगाडि बढेका थियौँ, अहिले यो सदनलाई जुन किसिमको परिवर्तनको झन्डै 2/3 बहुमत ल्याएर जुन आज जनताको विश्वास भरोसा दिएको छ र यहाँ सङ्कल्प गरिएको छ,
आज ती सङ्कल्पहरू सभापति, पार्टीका सभापति तथा सभामुखज्यूले जुन कुराहरू यहाँ आएका छन्, यो कुराहरूलाई जनताले तपाईँहरूले के भने त्यो प्राप्त गर्ने भूमिकामा विश्वास गर्नुहुन्छ भन्ने कुरो जुन विश्वास दिएको छ, त्यो विश्वासको साथमा म व्यक्तिगत तर्फबाट र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यी व्यतिथि र विसङ्गति सारा कुराहरूलाई हामीले तपाईँहरूको साथ दिनेछौँ। यो सदन गरिमामय रहोस् र यो सदनले अन्तर्क्रिया छलफल गरेर एउटा सर्वसम्मतिको निर्णय गर्ने वातावरण बनाओस् र यो सरकारले फेरि पनि के भने आन्दोलन र विभिन्न किसिमका समस्याहरू गर्न नसक्ने किसिमको एउटा निचोड लिएर अगाडि बढोस् भन्दै म शुभकामना दिँदै धन्यवाद दिन चाहन्छु। अब म माननीय सदस्य पुष्पा कुमारी चौधरीलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले माननीय कविन्द्र बुर्लाकोटीले प्रस्ताव गर्नुभएको प्रतिनिधि सभाको नियमावलीमा मस्यौदा समितिको गठन गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दछु र साथसाथै नवनिर्वाचित सम्मान्य सभामुख महोदयको सफल कार्यकालको शुभकामना र हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दछु र म यहाँ पहिलोचोटि यो सदनमै गरिमाई पदमा उभिरहँदा र बोलिरहँदाखेरि म आफ्नो निर्वाचित सप्तरी जिल्ला क्षेत्र नम्बर 1 को सम्पूर्ण जनतालाई म हार्दिक प्रकट गर्न चाहन्छु र जुन नीति नियम र जुन आशा भरोसाले जुन जनताले हामीलाई बहुमत झन्डै 2/3 बहुमतले जुन साथ र समर्थन दिनुभएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र जुन आशा भरोसाले जुन परिवर्तनको निम्ति जुन जनताले हामीलाई 2/3 झन्डै 2/3 मतले जुन निर्वाचित गराउनु भएको छ, मतदान दिनुभएको छ, उहाँहरूको जुन आशा भरोसा हामी कहिले पनि तोड्ने छैन र निराश हुने दिने छैन भन्ने प्रतिबद्धता साथ सभामुख महोदय मार्फत समक्ष व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद। माननीय सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। माननीय सदस्यहरू, यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरू, यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। मान्य सदस्यहरू, हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भन्ने मान्य सदस्यहरूको नामावली सहितको प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा गर्दछु। माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 95 को उपनियम 1 बमोजिम मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082लाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँदछु।
माननीय सदस्यहरू, अब माननीय गृहमन्त्री सुदन गुरुङलाई मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। यो चाहिँ कसको? सम्माननीय सभामुख महोदय, अनुमतिले मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 95 को उपनियम 1 बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082लाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु। माननीय सदस्यहरू, अब माननीय गृहमन्त्री सुदन गुरुङलाई प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 95 को उपनियम 1 बमोजिम नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082लाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु। माननीय सदस्यहरू, अब माननीय गृहमन्त्री सुदन गुरुङलाई नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला
र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म पूर्व सदस्यको निधन भएकोमा निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु। शोक प्रस्ताव। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट विक्रम सम्वत 2056 सालको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्य, साहित्यकार, सम्पादक एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका रामचन्द्र भट्टराईको 85 वर्षको उमेरमा मिति 2082 साल माघ 13 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ। उक्त शोक प्रस्तावलाई पारित गरिदिनु हुन अनुरोध गर्दछु। उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब हामी स्वर्गीय रामचन्द्र भट्टराईको आत्माको चिर शान्तिको लागि उठेर 1 मिनेट मौन धारण गरौँ। धन्यवाद। धन्यवाद। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2082 साल चैत्र 24 गते मङ्गलबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।